मैले प्रमुख अतिथिज्यूको यससँगै मैले यस कार्यक्रम सुरुवात गर्न चाहे। डुइङ डेभलपमेन्ट डिफरेन्टली, विकास फरक ढङ्गले भन्ने मूल सन्देशका साथ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्र योजना आयोग, अर्थ मन्त्रालय सहित आयोजक साझेदार दायित्व र नेपाल लिडरसिप रहेको यस नेसनल गभर्नेन्स सिम्पोजियम एनजिओस 2025 राष्ट्रिय सुशासन सङ्गोष्ठी 2082 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नास्क र गभर्नेन्स ल्याबद्वारा संयुक्त रूपमा आयोजना भइरहेको छ। यस सङ्गोष्ठीमा सहभागी हुनुभएको सम्पूर्ण माननीयज्यू, आदरणीय अतिथिगण तथा उपस्थित सम्पूर्ण हाम्रा महानुभावहरूमा म यस कार्यक्रमकी सञ्चालिका प्रतिशा जोशी हार्दिक न्यानो अभिवादनसहित स्वागत गर्न चाहन्छु। 2022 मा सुरु भएको यो सङ्गोष्ठीले प्रत्येक वर्ष सरकार, निजी क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा नवप्रवर्तनकर्तासँग मिलेर प्रशासनिक सुधार र समावेशी विकासका विषयमा गहिरो नीतिगत संवादलाई प्रोत्साहन गर्दै आइरहेको छ। सुरुदेखि नै परम्परागत प्यानल छलफल भन्दा केही भिन्न गर्ने लक्ष्य लिएको यस सङ्गोष्ठीले 2022 मा काठमाडौँ घोषणा पत्र मार्फत समावेशीकरण, नवप्रवर्तन र आर्थिक विकासमा प्रतिबद्धता सुरु गरेको थियो भने यो प्रक्रियालाई अघि बढाउँदै यसपालि हामी लाइभ पोलिसी रिकमेन्डेसनका साथ यहाँ प्रस्तुत भएका छौँ, जुन हरेक पोलिसी स्टुडियोमा प्रेजेन्ट हुनेछ र जसलाई अन्तिममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिवज्यूद्वारा सम्बोधन गरिनेछ। डुइङ डेभलपमेन्ट डिफरेन्टलीलाई केन्द्रमा राख्दै एनजिओस 2025 ले पोलिसी स्टुडियोको कन्सेप्ट ल्याएको छ, जसमा हामी हाम्रा आधारभूत स्रोतहरू जनशक्ति, अर्थ, तथ्याङ्क र प्रविधिमा रहेर केन्द्रित रहनेछौँ। र स्मरण मैले गराइरहनु त पर्दैन, लोकतन्त्रमा पक्कै पनि संवाद केवल एक कार्यक्रम मात्र रहँदैन, एक अनिवार्य अभ्यास पनि रहन्छ। त्यसैले आजको एनजिएसको यस कार्यक्रमलाई हामीले अगाडि बढाउँदै गर्दा तथ्याङ्कमा आधारित बहसहरू र सहकार्यद्वारा व्यवहारिक समाधान खोज्ने प्रयास गर्नेछौँ र यो त्यसको लागि एक साझा प्लेटफर्म पनि हो। र यो भन्दै गर्दाखेरि यहाँ सहभागी हुनुभएका हाम्रा आदरणीय महानुभावहरूलाई आदर, आत्मीयता र ध्यानपूर्वक सुनाउने र सुझबुझयुक्त सहभागिता प्रदान गरिदिन पनि अनुरोध गर्दछु। यहाँहरूको दिन पक्कै पनि सिकाइमूलक त रहने नै छ। अब बिना कुनै समय खेर फालेर हाम्रो प्रमुख अतिथिज्यूले त्यो समय एकदम धेरै कन्साइज गरि नै सक्नुभएको छ, त्यही भएर म थोरै एउटा फर्मालिटी चाहिँ गरिहाल्छु आसन ग्रहणको क्रममा हामी ओपनिङ प्लेनरीतिर गइरहेका छौँ र ओपनिङ प्लेनरीका हाम्रा अध्यक्ष मिस्टर रामशरण पुडासैनी, एक्जिक्युटिभ डाइरेक्टर नास्कलाई म आसन ग्रहणका लागि अनुरोध गर्दछु। त्यसै गरी यसै ओपनिङ प्लेनरीका सह अध्यक्ष डाक्टर निशावन्त, जो फाउन्डर र एक्जिक्युटिभ डाइरेक्टर हुनुहुन्छ गभर्नेन्स ल्याबको, उहाँलाई पनि म आसन ग्रहणको लागि रिक्वेस्ट गर्छु। त्यसै गरी हाम्रा चिफ गेस्ट अनरेबल रामेश्वर प्रसाद खनालज्यू, जो अर्थमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। त्यसै गरी हाम्रा विशेष अतिथि हुनुहुन्छ प्रोफेसर डाक्टर विश्वनाथ पौडेलज्यू, गभर्नर नेपाल राष्ट्र ब्याङ्क, उहाँ चाहिँ आउँदै हुनुहुन्छ, उहाँको पर्खाइमा हामी छौँ। त्यसै गरी हामीसँग हुनुहुन्छ लक्ष्मी देवी पाण्डेज्यू, जो चेयरपर्सन हुनुहुन्छ नार्मेनका तथा हुप्सेकोट गाउँपालिकाको पनि चेयरपर्सन हुनुहुन्छ। उहाँहरू सम्पूर्णलाई मैले एकदमै धेरै स्वागत गर्न चाहे। अब भने राष्ट्रलाई सम्मान गर्दै हामी सबैजनाले राष्ट्रगान गाउने चरण रहेको छ र त्यसका लागि सम्पूर्णलाई आफ्नो स्थानबाट उभिदिन हुनका लागि रिक्वेस्ट गर्छु र त्यसै गरी हाम्रो आइटी डिपार्टमेन्टलाई पनि रेडी हो। सार्वभौम भई फैलिएका मेची महाकाली, सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका राजधानी स्वतन्त्र र अटल, ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहु जाति
भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सम्पूर्णलाई धन्यवाद। अब भने हामी स्वागत मन्तव्यबाट यस कार्यक्रम सुरुवात गर्दैछौँ र स्वागत मन्तव्यका लागि डाक्टर निशा वन्तज्यू फाउन्डर र एक्जिक्युटिभ डाइरेक्टर गभर्नेन्स ल्याबलाई यहाँ स्वागत गर्न चाहन्छौँ। उहाँलाई जोरदार तालिका साथ यहाँ स्वागत गरौँ। Thank you, Pratisha. Good morning, everybody. सर्वप्रथम म यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि मन्त्री हाम्रो अर्थ मन्त्रालय र मोफागाका मन्त्रीज्यू, नेपाल राष्ट्र ब्याङ्कको गभर्नरज्यू जो आउँदै हुनुहुन्छ उहाँलाई पनि धन्यवाद, र नार्मिन र रूपसीकोटका हाम्रो अध्यक्ष म्याडम लाई धेरै धेरै धन्यवाद र स्वागत पनि छ। त्यसै गरी यहाँ हामीसँग आउनुभएको यो सरकारी निजी नागरिक समाजका एकाडेमिक स्टुडेन्ट्सहरू हुनुहुन्छ र प्रेसका साथीहरू सबैलाई हाम्रो यो नेसनल गभर्नेन्स सिम्पोजियम 2025मा स्वागत गर्न चाहन्छु। स्पेसली हाम्रो यो कोअर्डिनेसनको लागि चाहिँ एकदमै हामीलाई सघाउनु भएको नासको लागि र हाम्रो लास्ट इयरदेखि हामीले नाससँग कोअर्डिनेट गरेर नै सिम्पोजियम अर्गनाइज गरिरहेका छौँ। त्यसको लागि हाम्रो नासको इडी रामशरण सरलाई पनि धेरै धेरै धन्यवाद। अहिले प्रतिशाले भन्नुभएको जस्तै हामीले यो गभर्नेन्स ल्याब 2022देखि अर्गनाइज गरेका छौँ। धेरै धेरै इस्युहरूलाई हामीले फोकस गरेर गरेका छौँ। तर जति इस्यु गरे तापनि हाम्रो मेन उद्देश्य यो गभर्नेन्स ल्याबको चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो देशको विकासलाई चाहिँ अझै एक्सेलरेट गर्नको लागि हामी चाहिँ सरकारसँग समुन्नति गरेर कसरी चाहिँ हाम्रो यो इनोभेटिभ आइडियाजहरू थरी सेक्टर्सहरूबाट इनोभेटिभ आइडियाजहरूलाई चाहिँ स्केल अप गर्न सक्छौँ भन्ने कारणले चाहिँ हामीले यो सिम्पोजियम अर्गनाइज गरेका छौँ। र यो वर्ष स्पेसली हामी सबैलाई हामी यो अर्गनाइज गर्ने बेला पनि हामीले धेरै सेल्फ रिफ्लेक्ट गऱ्यौँ। यो वर्ष विकासको कुरा गर्न एकदमै जरुरी नै भएको छ। यो जुन हामी अहिले यो हाम्रो सरकार यो इन्टरिम मोडमा छौँ र जुन हाम्रो जेनजीका भाइ बहिनीहरूको जुन निराशा क्रोध जुन हामीले विटनेस गर्न पायौँ त्यो हाम्रो पनि थियो, त्यो बाहिर आयो। यस्तो माहौलमा हामीले यो कार्यक्रम अर्गनाइज गर्नको लागि र कार्यक्रम मात्रै होइन हाम्रो आफ्नो काम पनि अगाडि बढाउनको लागि कसरी अगाडि बढ्ने होला भनेर सोच्दाखेरि हामीले हाम्रो जेनजी साथीहरूसँग पनि वेबिनार्सहरू गरेर कन्भर्सेसन्सहरू गरेर सोध्यौँ हामी कहाँ चुक्यौँ, हामी के गर्न सक्छौँ। र त्यसरी नै हामीले हाम्रो एडभाइजर्सहरू जति पनि हाम्रो गभर्नेन्स ल्याब दायित्व अभियानमा एडभाइजर्सहरू हुनुहुन्छ, पार्टनर्सहरू हुनुहुन्छ, उहाँहरूसँग पनि इङ्गेज गरेर हामीले सेल्फ रिफ्लेक्ट पनि गऱ्यौँ हामी किन यो नेसनल गभर्नेन्स सिम्पोजियम गर्दैछौँ त भनेर पनि। त्यो गर्दाखेरि मलाई हामीलाई चाहिँ एउटा कोट पनि याद आयो जहाँ चाहिँ भन्नुभएको थियो कि स्टार्ट वेयर यु आर युज वाट यु ह्याभ भन्नाले हामीसँग के छ र त्योलाई चाहिँ हामीले एकदमै इफिसियन्टली युज गरेर एक्सलरेट गर्नतिर हामी सोच्न सक्छौँ कि भन्नेतिर चाहिँ हाम्रो दिमागमा आयो। र त्यो क्वेसन हामीलाई चाहिँ आयो कि हामीले यो विकास नै अलिक फरक तरिकाले सोच्नुपर्ने हो कि होइन। त्यसैले हामीले यो टाइटल नै डुइङ डेभलपमेन्ट डिफ्रेन्टली भनेर चाहिँ राख्यौँ र यो हाम्रो सबै यो होल डेको सेसनमा चाहिँ त्यसलाई चाहिँ हामीले कोड गरेको छौँ। र जुन हामीले स्टार्ट वे यु आर भन्दाखेरि हामीसँग रिसोर्सेसहरू के छ त, स्रोतहरू के छ त भनेर हामीले कुरा गर्दाखेरि हामीले एनालाइसिस गर्दाखेरि र हाम्रो रिसर्चहरू हेर्दाखेरि हामीले 4वटा स्रोतमा चाहिँ हामीले फोकस गर्ने चाहिँ विचार गऱ्यौँ। त्यो हो पिपल, मनी, डाटा र टेक्नोलोजी। अनि यो चाहिँ हामीलाई कस्तो लाग्यो भने यो फन्डामेन्टल रिसोर्सेसहरू हो जसलाई चाहिँ हामीले राम्रै इफिसियन्टली युज गऱ्यो भने जुनै पनि इन्स्टिट्युसन चाहिँ अलिकति सस्टेनेबल, दिगो, इन्क्लुसिभ, समावेशी र एन्टरप्राइजिङ बनाउन सक्ने हामीलाई चाहिँ भान भएर चाहिँ हामीले यो होल डेमा चाहिँ हामीले 4वटा सेसन्सहरू राखेका छौँ। त्यो हामीले स्टुडियो भनेका छौँ, डिस्कसन। त्यही 4वटा स्रोतमा हामीले फोकस गरेका छौँ। हामीलाई प्रिभियस इयर्सहरूमा पनि सबैजना हाम्रो फिडब्याकहरू हेर्दाखेरि सबैजनाले चाहिँ प्यानल डिस्कसनहरू मात्रै भयो, डिप कन्भर्सेसन हुन सकेन भनेर रिफ्लेक्ट भएपछि हामीले सिक्यौँ। हामी पनि एउटा लर्निङ इन्स्टिट्युट हो, सिक्यौँ र त्यही कारणले गर्दाखेरि हामीले चाहिँ सेपरेट सेसन्सहरू राखेर डिपर कन्भर्सेसन होस् भनेर स्टुडियोको एउटा अर्गनाइज गरेका छौँ। यो हाम्रो पहिलो पालि हो, त्यसैले हामी सबैजनाको कोअर्डिनेसनमा पनि अलिकति केही भुलचुक हुन गयो भने प्लिज हामीलाई फेरि सिकाउनु होला। वी विल कम ब्याक स्ट्रङ्गर आफ्टर दिस। र हरेक स्टुडियोमा चाहिँ हाम्रो गभर्नेन्ट पार्टनर्सहरू उहाँहरूले चाहिँ अध्यक्षता गर्दै हुनुहुन्छ र हरेक स्टुडियोबाट जे पनि हाम्रो इस्युजहरू आउँछ
पोलिसी रेकमेन्डेसन्सहरू आउँछ त्यसलाई चाहिँ हामीले एउटा ब्रिफको रूपमा तयार पारेर रेलेभेन्ट मन्त्रालयमा प्रेजेन्ट गर्ने आफ्टर द सिम्पोजियम र नलेज पार्टनरहरूसँग मिलेर हामीले चाहिँ अगाडि लग्ने चाहिँ हाम्रो यो प्लानमा छ र हाम्रो गभर्मेन्ट पार्टनर्सहरू हुनुहुन्छ मोफागा, मिनिस्ट्री अफ फाइनेन्स, एनपिसी, उहाँलाई धेरै धेरै धन्यवाद र त्यसै गरी हाम्रो नलेज पार्टनर अभियसली नास र इन्क्लुजन इकोनोमिक्स नेपाल र यङ इनोभेसन्स हुनुहुन्छ। उहाँहरूले हामीलाई यो सेसन्सहरूमा प्रेजेन्टेसन मात्रै होइन कसरी डिजाइन गर्ने भन्ने पनि सहयोग गर्नुभएको थियो र हामीले सकेसम्म हरेक सेसनलाई इन्क्लुसिभ र इन्टरेक्टिभ बनाउन खोजेका छौँ। त्यसैले केही गरेर केही भुलचुक हुन गएमा हामीलाई सिकाउनु होला, हामी त्यही सिकबाट चाहिँ अझै राम्रो गर्ने प्रयास गर्छौँ र नेक्स्ट इयर अझै स्ट्रङ्गर भएर आउने चाहिँ गर्छौँ। र हाम्रो सानो एउटा विनम्र अनुरोध छ, हामी हरेक यस्तो प्यानल यो डिस्कसनहरूमा आउँदाखेरि हाम्रो एउटा मेथड नै के भएको छ भने हामी इस्युजहरू लिस्ट आउट गर्नेतिर हामी धेरै लाग्छौँ। हामीले चाहिँ समस्याहरू होइन निकाल्नुपर्छ, त्यसकै लागि हामी स्टुडियो डिस्कसन गर्दैछौँ, तर समाधानतिर पनि कुरा गरौँ। अनि त्यो एउटा सानो एउटा हाम्रो रिक्वेस्ट छ। यति भन्दै म सबैजनालाई हाम्रो NGS 2025मा वेलकम गर्दैछु। थ्याङ्क यू सो मच फर एभ्रिबडी फर कमिङ। निशाज्यूलाई धेरै धेरै धन्यवाद। उहाँले NGS के हो भनेर अझ क्लियरली भनिदिनु भयो र यो सँगसँगै हामीलाई एउटा ठुलो आश पनि देखाउनु भयो कि यहाँ हाम्रा आदरणीय सत्रका अध्यक्ष सहित हाम्रा वक्ता प्रेजेन्टर्सहरू सहित यहाँ उपस्थित हुनुभएका हाम्रा अडियन्ससँग पनि हाम्रो गहिरो छलफल रहने नै छ। अब यही क्रमलाई अगाडि बढाउँदै गर्दा अब भने पालो हाम्रो ओपनिङ रिमार्क्सको रहेको छ र हाम्रो ओपनिङ रिमार्क्सको लागि हाम्रो नार्मिनका चेयरपर्सन तथा हुप्सेकोट गाउँपालिकाको चेयरपर्सन मिस लक्ष्मी देवी पाण्डेज्यूलाई म स्टेजमा निम्ताउन चाहन्छु। उहाँलाई पनि जोरदार तालीले यहाँ स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यो कार्यक्रमका श्रद्धेय अध्यक्षज्यू, प्रमुख अतिथि माननीय मन्त्रीज्यू, यसका विशिष्ट व्यक्तित्व गभर्नर डाक्टर विश्वनाथ पौडेलज्यू र यो संस्थाको संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर निशावन्तजी र यहाँ उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरू, यो कार्यक्रममा सहभागी भएर आफ्ना केही धारणा राख्ने जुन वातावरण हामीलाई दिनुभयो स्थानीय तहको तर्फबाट र यो कार्यक्रममा राय व्यक्त गर्ने र नयाँ कुरा सिक्ने पनि मैले महसुस गरेको छु। यसको लागि आयोजकलाई अत्यन्त हामी खुसी भएर धन्यवाद दिन चाहन्छु। म चाहिँ 460 गाउँपालिकाको प्रतिनिधि मात्रै भएर म उभिएको छैन, स्थानीय सरकारहरूको सामूहिक आवाजको रूपमा पनि म यहाँ आएको छु। यो अवसरलाई हामीले सबैलाई बाँड्न सक्यौँ भने अहिलेको बदलिदो परिस्थिति अथवा अहिलेको नयाँ परिवेशलाई हामी कसरी यसलाई समातेर सँगै हिँड्न सक्छौँ भन्ने पनि अहिलेको बेलामा हामीले सोच्नुपर्नेछ। त्यसकारण यो कार्यक्रमको आयोजनाले सबैलाई राम्रो सन्देश जान्छ र यसबाट विकसित अवसरहरूको रूपमा पनि हामीले यसलाई ग्रहण गर्न सक्छौँ भन्ने विश्वास पनि हामीले लिएका छौँ। त्यसकारण पनि कार्यक्रमको ओजन अत्यन्त महत्त्वपूर्ण छ, यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी सधैँभरि भन्ने गरेको विकासको भोक भनेर हामी सधैँ भन्ने गर्छौँ। विकास माथि मात्रै हेर्ने चलन थियो, अब विकास तल पनि हुन्छ, जगमा पनि हुन्छ भन्ने परिवेश अहिलेको व्यवस्थाले सिकाएको, हामीले अभ्यास गरेको, हामीले महसुस गरेका थियौँ, यतिले मात्रै नपुगेको रहेछ र यो परिस्थिति सिर्जना भएको छ। र अहिले मैले बिर्सन सक्छु अहिलेको परिस्थिति, अहिलेको आन्दोलनलाई सबैले भन्ने गरेको जेनजी आन्दोलन भनेर भनिन्छ। धेरै ठुलो विध्वंस भयो। जेनजी आन्दोलनले विध्वंस गरेको भन्दा म चाहिँ सहमत हुँदिनँ। जेनजी आन्दोलनले उठाएको इस्यु र अहिले भएको राष्ट्रको ध्वंस एउटै रूपमा एउटै मालामा उन्यो भने जेनजीलाई अन्याय हुन्छ। त्यसकारण पनि यो कुराले मूर्त रूप प्राप्त गर्न सक्नुपर्छ। त्यसको लागि पनि हामी यस्ता कार्यक्रम गर्दै अगाडि बढ्नुपर्छ। कसैको आश्रय छैन, कसैको सरकार चलाउने थलो छैन, सिंहदरबार छैन, त्यो अब्जस जेनजीले बोक्यो भने त जेनजीको इतिहास यति कालो हुन्छ। त्यसकारण त्यो मुसेर नलैजाउँ
भनेर म जहाँ बोल्ने गरेको छु म सबै ठाउँमा यही कुरा राख्ने गरेको छु र यो फोरम यो महत्त्वपूर्ण फोरम हो। यसले दिएको सन्देशले पनि धेरैलाई तरङ्ग मच्चिन सक्छ, तर पनि हामीले व्यवहारमा ल्याउँदा असाध्यै मसिनो गरी अब सिद्धान्तलाई व्यवहारमा परिणत गरौँ भन्ने समय पनि आयो जस्तो लाग्छ मलाई। त्यो कारणले पनि हामी अब कतै हिजो चुक्यौँ कि हिजो गल्ती गऱ्यौँ कि सच्चिने समय आयो भनेर पनि हामीले सुधारको रूपमा लिनुपर्छ। यसलाई अहिलेको यो परिवेशलाई अप्ठ्यारो मात्रै भनिरहँदा पनि अगाडि देश बढ्दैन होला, यसलाई अवसरको रूपमा लैजाने मैले त के सोचेँ भन्दा सङ्घीयता अझ बलियो भएछ भन्ने सोचेको छु। एउटा सरकार एउटा संसद विघटन हुँदैमा सङ्घीयता कमजोर नहुँदो रहेछ। अहिले हामीले सङ्घको संसदले तयार गर्ने कानुनहरूको अभावमा हामी काम गर्न सकिन्न कि भन्ने लागेको थियो। हामीले स्थानीय सरकारले र प्रदेशले यति धेरै मेहनत गरेर काम गरेका छौँ र यो परिवेशलाई बदलेर मान्छेको यो प्रतिको तितोलाई मेट्नको लागि हामी हिजोभन्दा नथाकेर काम गरेका छौँ। त्यसकारण यसले यो सङ्घीयतालाई अझ मजबुत बनाउन प्रयत्न गर्यो अहिलेको आन्दोलनले भन्ने पनि हामीले बाँड्नुपर्छ र त्यो हामीले महसुस गरेको विषय पनि म यहाँ राख्न चाहन्छु। अर्को विषय चाहिँ के छ भन्दा यो व्यवस्थालाई जनजीवनमै सार्थक अनुभूत योग्य बनाउन र प्रभावकारी बनाउन अरू थप कर्म पनि गर्नुपर्दो रहेछ र यसको लागि हामीले भन्ने गरेको हामी विकासका ग्राहक होइनौँ। हामी सधैँ भन्ने गरेँ विकासका ग्राहकको रूपमा बस्यौँ। हामी विकासका निर्माता हौँ, हामी सबै विकासका निर्माता हौँ। त्यसलाई टेक्ने प्रयत्न अब हामीले कसरी गर्ने भन्ने विषयको छलफल हो। यो गफ गरेर सुधार गरेर जानको लागि यो कार्यक्रम एउटा माध्यम बनेको छ। त्यसकारण पनि म धन्यवाद दिन चाहन्छु। हामी सुशासनका दर्शक होइनौँ, हामी सुशासनका अभ्यासकर्ता हौँ। हामी सबैले यसलाई सबैले अपनत्व लिएर अब अगाडि बढ्नुपर्छ। तब मात्र हामीले सोचे जस्तो जीवन बनाउन र सोचे जस्तै काम गर्ने जुन सङ्कल्प गरेर हामी आएका हुन्छौँ त्यो काम गर्न सक्छौँ। यसो भनिरहँदा म विषयवस्तुतिर बाहिर भएँ कि भन्ने पनि लाग्न सक्छ। यो हामीलाई अत्यन्त आवश्यक भएर र यहाँ शीर्षक हामीले सधैँभरि फरक फरक शीर्षकहरू हेर्ने गर्थ्यौँ। आज चाहिँ असाध्यै अनौठो शीर्षक लाग्यो। काम त गरिरहेका थियौँ होइन, यो काम गरिरहँदा पनि यो शीर्षक चाहिँ बडा मिठो पनि लाग्यो। कार्यक्रममा नभ्याए पनि आउनुपर्छ होला जस्तो मलाई यो अहिलेको शीर्षकले चाहिँ हामीलाई तानेको पनि छ। त्यसकारण पनि यसमा चाहिँ हामी साँच्चै नै जोडिनुपर्ने र अर्को कुरा अहिले अप्ठ्यारो बेलामा अर्थमन्त्रीज्यूले नै यसमा प्रमुख आतिथ्यता ग्रहण गर्ने भएको कारणले पनि यसलाई हामी प्राथमिकता दिनुपर्छ। यहाँ प्रशासन जोडिएको छ, उहाँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि हुनुहुन्छ। अहिलेको बेलामा विकास र प्रशासन असाध्यै राम्रोसँग बलियो बनाएर लान सक्यो भने हामी अबको बाँकी जीवनमा कति पुस्ता बुढो हुने त बिग्रेकै कुरामा र सधैँभरि हामीले भन्ने गरेको स्विजरल्यान्डको त त्यहाँ गएर हेऱ्यो भने त्यहाँको सङ्घीयता त 177 वर्षको पो रहेछ। यति बुढो भइसक्यो तर ऊ जवानी छ। तर हामी भर्खर हुर्किँदै गरेको कलिलो बालक 10 वर्षको सङ्घीयता र यो हाम्रो परिवेश के रहेछ भन्दाखेरि सधैँ बल्ल 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 उठ्यो 10 वर्षमा फेरि जिरोमा झर्ने अनि फेरि त्यसबाट फेरि सिकेर बल्ल 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 उठ्यो 10 वर्षमा फेरि धसिएर हामी फेरि जिरोमै झर्दा रहेछौँ कि। अनि कसरी 177 वर्ष पुग्छ त नि, नयाँ परिकल्पना गरे जस्तरी नयाँ विकासको आयाम बोके जस्तरी कसरी जान्छ त। त्यसकारण अबको पुस्ता फेरि पाँच पुस्ताले दुःख पाउने गरी अब अगाडि नजाउँ, बरु ढिलै होस् सोचेर जाउँ, सोचेर अगाडि बढौँ, राम्रो बनाऊँ भनेर अब प्रयत्न गरिएन, सङ्कल्प गरिएन भने पनि गाह्रो हुन्छ। त्यसकारण अब यो विकास फरक तरिकाले गरौँ भन्ने सन्देश दिनको लागि पनि हामीले लिएका लक्ष्यहरूलाई चाहिँ इमान्दारपूर्वक काम गर्नु पर्यो होइन। हामीले अहिलेको यो व्यवस्थालाई बलियो बनाउने होइन, अहिलेको जुन अवस्थामा हामी छौँ त्यसबाट साँच्चै नै सरल तरिकाले साझा दायित्व बोकेर अगाडि बढ्यो भने सफलता अवश्य पनि मिल्छ। त्यसमा म यो जसले काम गर्छ त्यसलाई मात्रै जिम्मेवार मान्ने र अरूले गाली गर्यो भने
यो हुँदैन। मैले त भन्ने गरेको छु, डुङ्गामा चढ्ने बेलामा कसलाई ख्याल गर्नुपर्छ। नदीमा डुङ्गा हुन्छ, डुङ्गा चालकले असाध्यै स्किल भएको डुङ्गा चालकले चलाउँदैमा डुङ्गा पार तरिँदैन। डुङ्गामा बस्ने मान्छे पनि असाध्यै सोचेर असल भएर हामीले त्यसलाई डुङ्गालाई पारी तर्ने बेलामा दृष्टि पारी पुर्याएर नचलेर जानुपर्छ। डुङ्गामा उफ्रियो भने डुङ्गा त डुब्ने नै हो नि त। त्यसकारण चालक राम्रो हुँदैमा पनि हुँदैन र डुङ्गामा बस्ने राम्रा छन्, चालकले बदमासी गरे पनि डुङ्गा डुब्छ। त्यसकारण हामी सबैले अबको यो आफ्नो देशको टेरिटोरीभित्र रहने सबै जिम्मेवार हुन सक्यो भने जसले जे इफोर्ट लगाउन सक्छ त्यसले लगाउनु पर्यो। त्यो साझा दायित्वको भावना बोकेर अगाडि बढ्न पर्यो। तल भुइँबाट माथिसम्म पुर्याउनको लागि असजिलो भएर सङ्घीयता आएको हो भन्ने बुझेका छौँ। त्यसकारण पनि हामीले गाउँमा पुग्नको लागि यो व्यवस्थाले असाध्यै राम्रो गरेको छ। मैले आफैले यो काम गरेको अनुभव यहाँ सेयर गर्नुपर्छ। मैले गण्डकी प्रदेशमा डाक्टर पुकार यहीँ हुनुहुन्छ, उहाँले चाहिँ एउटा कार्यक्रम राम्रो रचनात्मक कार्यक्रम गण्डकी प्रदेशमा 5वटा स्थानीय तहमा हामीले काम गरेका छौँ। त्यहाँ चाहिँ गाउँपालिकाले लगानी गरेको छ, प्रदेशले लगानी गरेको छ र दायित्वले यसको साझेदारी गरेर अगाडि बढेको छ। त्यहाँ उद्यमशीलता विकास गर्ने सोचका साथ अगाडि बढेको छ। त्यहाँ चाहिँ त्यसले 2-3टा कुरा सिर्जना गर्यो कि नेतृत्व पनि विकास भएको छ, उद्यमशीलता विकास भएर मान्छेलाई रोजगारीको लागि भौतारिएर हिँड्ने कुरा सानो स्केलमा भने सुरुवातमा रोजगारी त्यसले सिर्जना गरेको छ। आफ्नै गाउँमा जे बढी उत्पादन हुन्छ त्यो उत्पादनमा लाग्ने र मान्छेले चाहिँ त्यसमा आफ्नो प्रक्रिया अपनाएर छनौट भएर म चाहिँ उद्यमशील विकास गर्छु, मैले 10 जनालाई रोजगारी दिन्छु भनेर एउटा उद्यमीले सपना देख्यो। यसैले बडा फराकिलो गराउन सक्छ भन्ने कुरा हुप्सेकोटले त्यो काम गरेको छ। गण्डकीमा 5वटा गाउँपालिकाहरूले यो काम गरेको छ भनेपछि त्यहाँ कसैलाई फुर्सदै छैन। उसले चाहिँ मेरो उद्यमशील विकास गरेँ भने मैले 10 जनालाई रोजगारी दिनको लागि मैले धेरै प्रयत्न गर्नुपर्छ भनेपछि मान्छे नकारात्मक कुरा सोच्न नलाग्दो रहेछ के। उदाहरण त्यही नै काफी माने मैले। त्यसकारण अब हामीले यसरी नै फरक तरिकाले काम गरौँ। शासन, विकास र सेवा प्रवाह महत्त्वपूर्ण कुरा हो सरकारको। त्यो कुरालाई छुने गरी नै हामी अब अगाडि बढ्न सक्यौँ भने अवश्य पनि हामीले गर्न खोजेको, पुग्न खोजेको दूरीमा हामी पुग्न सक्छौँ। त्यसकारण अहिले सबै उमेरलाई अब समावेशिताको कुरा मात्रै गर्छौँ, सार्थक हुने गरी समावेशिता हुनु पर्यो। उसले चाहिँ भावना जोडिने गरी समावेशिता हुनु पर्यो। यो नेतृत्व सुधार हुनुपर्ने कुरा पनि हामीले देखेका छौँ। सधैँभरि एउटै सपना देखेर हुँदो रहन्छ। समय परिवेशलाई अँगालेर यो परिवर्तन संवाहक बनेर अगाडि बढ्न सक्यो भने प्रशासन र नेतृत्व चाहिँ साह्रै चनाखो हुनुपर्ने समय अब आएको छ। त्यसकारण पनि अहिलेको समावेशी नाम मात्रैको भएको छ। समावेशी समानुपातिक त हामी भन्छौँ, तर व्यवहारमा भावनामा छोडिनु पर्दो रहेछ भन्ने कुरा पनि अहिले हामीले महसुस गरेका छौँ। र अर्को कुरा के छ भन्दा युवाहरूको आशालाई मर्न नदिने हो भने सबै विकसित देशसँग हामी पनि प्रतिस्पर्धा गर्न सक्छौँ। त्यसको हिसाबले पनि हामी सबै मिलेर अगाडि बढौँ र देशमा अर्थतन्त्र चलायमान गराउने, अर्थतन्त्रको विकास नभएसम्म अरू कुरा आउँदो रहन्छ भन्नको लागि पहिलो त्यो चेतना साह्रै महत्त्वपूर्ण कुरा रहेछ। चेतनाले के काम गर्यो त? यही अर्थतन्त्रको विकास गर्न, देशमा सुशासन कायम गर्न, विकासका आयामहरू ल्याउनको लागि गर्यो कि अरू कुरा गर्यो भन्ने कुरा पहिला चेतना प्रवाह गर्न सक्नु पर्यो। सकारात्मक मान्छेले हेर्दा जसलाई पनि सकारात्मक देख्न सकेन भने अब मान्छे चाहिँ पछाडि पर्छ र आफूले राम्रो गर्ने सट्टा अरूलाई नराम्रोतिर धकेलिदिन्छ। त्यो हिसाबले पनि सबैलाई एउटै बागडोरमा ल्याउनको लागि, एउटै प्लेटफर्ममा ल्याउनको लागि र सबैको साझा सङ्कल्प, साझा सोच र सकारात्मक भावनाको विकास गर्न सक्यो भने यो आयोजकले जुन सपना देखेको छ त्यो पुरा गर्न सक्छौँ। त्यसको एउटा इँटा हामी हो, हामी स्थानीय सरकार त्यसको एउटा इँटा हो र यहाँहरूसँग हामी स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सघाउन चाहन्छौँ। यहाँ के सोच भयो भन्दाखेरि म अलिकति लामो किन बोलेको छु भन्दा स्थानीय सरकारको विषय बोलेन भने अब चाहिँ मान्छे चाहिँ सबैको, डाक्टरको पनि घर छ गाउँमा,
प्रधानमन्त्रीको पनि घर छ गाउँमा, मन्त्रीको पनि घर छ गाउँमा, गाउँ बिर्सेर माथि बनाएर हुँदो रहेनछ। त्यसकारण सबै कुराको तालमेल मिलेर अगाडि बढ्नको लागि हामी अति फराकिलो भएर जानुपर्छ। अर्कालाई हेर्ने आँखा साँगुरो, आफूलाई हेर्ने आँखा फराकिलो भयो भने त्यहाँ पनि मिल्दैन। फेरि 10 वर्ष, फेरि पछिल्लो 10 वर्ष पनि यो विद्रोह सहन नपरोस् भन्नको लागि पनि अब हामी सबैले साँच्चै नै एउटा सङ्कल्प गरौँ, प्रतिबद्धता गरौँ। हामी स्थानीय तहमा बसेपछि त्यहाँ नागरिक हुन्छ, त्यहाँ मतदान केन्द्र हुन्छ। त्यो दुइटैको जगेर्ना गरेन भने 3टा तहको सरकारको यो राजनीतिक नेतृत्व पनि विकास हुन सक्दैन। त्यो हिसाबले पनि भुइँमा काम गर्न सक्ने वातावरण यहाँ बसेर गाउँ देख्न सक्नु पर्यो, गाउँ बसेर यहाँको भावना पनि बुझ्नु पर्यो। त्यसकारण 3 तहको सरकारको बीचको सम्बन्ध प्रगाड गराउने त्यो कडी हो सुशासन र विकास, सेवा प्रवाह। त्यसमा के चाहियो त भन्दा अहिलेको समावेशी चरित्र मुखले भन्ने होइन, व्यवहारमा, भावनामा, समेटाइमा पनि त्यो हुनुपर्छ। त्यसको लागि पनि अब चनाखो नेतृत्व पनि हुनु पर्यो, राजनीतिक नेतृत्व पनि हुनु पर्यो, प्रशासनिक नेतृत्व पनि हुनु पर्यो र वित्तीय व्यवस्थापनलाई चाहिँ सकुशल सही ढङ्गले वित्तीय व्यवस्थापन हुनु पर्यो। यति हुन सक्यो भने हामी जताबाट बेखुसी हुँदा पनि रोजगारी भएन, पढ्न छोराछोरी पढाउन सकिन, घरमा पैसा नभएको कारणले म दूर दराजमा बसेको छु, म राम्रो छानो छाएको छैन भन्ने कुरा यसैले ल्याएको छ। त्यसकारण यो सन्देश प्रवाह गर्नलाई यो नयाँ शीर्षक, एकदमै धेरै कार्यक्रम मध्येको यो नयाँ शीर्षकले काम गर्छ र हामी यसमा अत्यन्त खुसी पनि छौँ र यसलाई चाहिँ असाध्यै प्रवाहीकरण गरौँ र सबैलाई समेटेर यो के हो त समावेशी भनेको, त्यो कुरा चाहिँ अब सबैले बुझ्नु पर्यो। नयाँ जेनजीको टिम पनि यसैमा समाहित हुनु पर्यो र पुरानो अनुभव पनि यसैमा आउनु पर्यो र पाखुरीमा बल भएकाहरू पनि सँगै हिँड्नु पर्यो। यति गर्न सक्यो भने विकास हुन्छ भन्ने विश्वास मैले लिएको छु र कार्यक्रमको आयोजकले जे थिम खोज्नु भएको छ प्रमुख अतिथि बोल्दासम्म आइपुग्छ भन्ने विश्वासका साथ यहाँहरू सबैलाई धन्यवाद दिँदै मेरो भनाइ अन्त गर्छु। धन्यवाद। म्याडम लक्ष्मीदेवी पाण्डेज्यूको ऊर्जाशील ओपनिङ मन्तव्यको लागि धेरै धेरै धन्यवाद। पक्कै पनि उहाँको ऊर्जा हाम्रो यस सङ्गोष्ठीको अन्तिमसम्म पनि गुन्जिनै रहनेछ। उहाँले भनिहाल्नुभयो सिद्धान्तलाई व्यवहारमा ल्याउने र हामी जुन तहमा छौँ त्यो तहबाट बदलेर अगाडि बढ्ने बेला आइसकेको छ र उहाँले पनि मेन्सन गर्नु नै भयो हाम्रो NGS 2025 को थिम नै रहेको छ डुइङ डेभलपमेन्ट डिफरेन्टली। अब भने हामी हाम्रो किनोट रिमार्कतर्फ जाँदैछौँ र किनोट रिमार्क राख्नका लागि हाम्रा प्रमुख अतिथि माननीय रामेश्वर प्रसाद खनालज्यूलाई म यहाँ स्वागत गर्न चाहन्छु। उहाँलाई पनि जोरदार तालीले यहाँ स्वागत गरौँ। धन्यवाद। आजको यस कार्यक्रमका अध्यक्ष तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकज्यू, नार्मिनका अध्यक्षज्यू, पूर्व सचिवज्यू, सचिवज्यूहरू र उपस्थित यस विषयका विज्ञहरू, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सञ्चालक समितिको अध्यक्षको हैसियतले म यो भवनमा आएर पहिलो पटक यहाँहरूसँग अन्तर्क्रियामा सहभागी हुँदैछु। प्रतिष्ठानकै कार्यक्रमको लागि चाहिँ योभन्दा अगाडि विभिन्न कारणले आउनु पाएको थिएन। पुकार मल्लजीले सुरु गर्नुभएको दायित्व अभियान र सुशासन प्रयोगशालाको क्रियाकलापसँग म विगत केही समयदेखि ज्यादै लुजली इङ्गेज चाहिँ हो। उहाँको स्पिरिट एकदम मुलुकको निमित्त आवश्यक छ, तर मुलुकले उहाँको स्पिरिट बमोजिम कतिपय ठाउँमा गर्नुपर्ने सुधार गर्न सकेको कुरा मैले पनि आफैले महसुस गरेको छु। सरी, मेरो स्वास्थ्यको कारणले पनि आवाज चाहिँ अलिकति नराम्रो, मलाई ज्वरो पनि छ, रुगा लागेको छ, खोकी लागेको छ। पुकारजीले आग्रह गरे हुनाले सिटामोल खाएर अहिले यहाँ उपस्थित छु। 2 गोली सिटामोल खाएर आएको, त्यस कारणले आवाज अलिकति सानो होला, तर म ठुलो गर्ने प्रयत्न गर्छु। मूलभूत रूपमा अहिले जुन किसिमले नेपालको इतिहासमा पहिलो पटक एउटा अकल्पनीय र अनौठो परिवर्तन भयो, त्यो परिवर्तन चाहिँ विगतको तुलनामा भिन्न हो। किन भिन्न हो भने विगतमा हामीले राजनीतिक व्यवस्थाको लागि परिवर्तन गऱ्यौँ,
कतिपय अवस्थामा राजनीतिक व्यवस्था अन्तर्गत पनि लोकतन्त्र अन्तर्गत पनि लोकतन्त्रको विधि ठिक भएन, अधिकारको प्रत्यायोजन अथवा मुलुकको विकासप्रतिको सोच ठिक भएन भने हामी लोकतन्त्रबाट गणतन्त्र र संघीयतामा गयौँ। ती परिवर्तन सबै राजनीतिक परिवर्तन थिए। अहिलेको परिवर्तन चाहिँ राजनीतिक परिवर्तनभन्दा अलिकति भिन्न हो। अहिलेको प्रमुख माग चाहिँ जेएनजीहरूको सुशासन र भ्रष्टाचार नियन्त्रण थियो। शासकीय प्रणाली, सार्वजनिक संस्थाहरू सबै अदृश्य शक्तिको कब्जामा परे, डिप स्टेटको कब्जामा परे र मुलुकमा आम नागरिकले सही तरिकाले सरकारी निकायहरूबाट सार्वजनिक संस्थाहरूबाट पाउनुपर्ने सेवा प्राप्त गर्न सकेनन्। सार्वजनिक संस्थाहरू दोहनकारी भए, एक्सट्र्याक्टिभ इन्स्टिट्युसन्सहरू चाहिँ सर्वत्र भए र नागरिक त्यसको शोषणमा परेको हुनाले मुलुकमा बस्नै सकिँदैन भन्ने एउटा भाष्य निर्माण भएर थुप्रै युवाहरू बाहिर गए। त्यसलाई अरेस्ट गर्नुपर्छ, त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने एउटा आवाजसहित युवाहरू उठे। त्यसको त्यो आवाज उठाउने क्रममा केही दुर्घटना भयो र हामीले एउटा परिवर्तन देख्यौँ। यो परिवर्तनको करिब 3 महिना पुग्ने क्रममा छ र त्यो परिवर्तनलाई संस्थागत गरिदिने एउटा नासोको रूपमा, अल्पकालीन नासोको रूपमा अहिलेको सरकारलाई त्यो एउटा कर्तव्यको रूपमा आएको छ र त्यो कर्तव्य मेरो शिरमा पनि आएको छ। त्यो सन्दर्भमा हेर्दाखेरि अहिले दायित्व अभियानले, गभर्नेन्स ल्याबले नास्कसँग मिलेर जुन किसिमले यो कार्यक्रम गर्न खोजेको छ त्यसका निचोडहरू, त्यसमा गरिएका छलफलहरू, विचारहरू र निचोडहरू निश्चित रूपमा यो सरकारलाई पनि आगामी 3 महिनाको अवधिमा निर्वाचन सम्पन्न नभएसम्मको निमित्त र अर्को सरकारलाई अधिकार हस्तान्तरण नगरेसम्मको निमित्त ती ज्ञानहरू निश्चित रूपमा काम लाग्छ र त्यसको अभ्यास हामीले तपाईँहरूले सुझाव दिएर गर्न पाइयो भने त्यसको निमित्त मैले अभाग्य ठान्नेछु। म क्रिटिकली यहाँहरूले उठाउनुभएका 4वटा मुख्य विषयवस्तुहरू जसलाई पोलिसी स्टुडियो अन्तर्गत चाहिँ आयोजना गर्ने भन्नुभएको छ, पिपल, मनी, टेक्नोलोजी र बिचको एउटा डेटालाई मैले अलिकति एक्सप्यान्ड गरेर डेटाभन्दा पनि महत्त्वपूर्ण इन्फर्मेसनको सही उत्पादन, प्रसारण र प्रयोग नभएको कारणले हामीले थुप्रै दुर्घटनाहरू भएका छौँ। सूचनाको समस्या, सूचनाको विकृति, सूचना सम्प्रेषण गर्ने माध्यमको विकृति, सूचनाको उत्पादनको विकृति र सूचनालाई जुन किसिमले ब्लेन्डिङ गरेर नागरिक समस्या पुर्याइन्छ अथवा कतै पुर्याइन्छ त्यसको विकृतिको कारणले अहिले संसारमा, नेपालमा मात्र होइन संसारमा सबैतिर अनपेक्षित घटनाहरू घटेका छन् र जुन कुरा हुनु हुँदैन थियो त्यो पनि भएको छ। यहाँहरूले देखिहाल्नुभयो होला, आन्दोलनको मकसद भनेको चाहिँ सुशासन थियो, आन्दोलनको मकसद भनेको भ्रष्टाचार नियन्त्रण थियो। तर कतिपय यस्ता संस्था, कतिपय यस्ता पूर्वाधार, कतिपय यस्ता व्यवसायमा आक्रमण भयो जसलाई सूचना गलत तरिकाले सम्प्रेषण गरिएको कारणले बनेको छविले गर्दाखेरि त्यो आक्रमण हुन पुग्यो। त्यस कारणले डेटा भन्दा पनि इन्फर्मेसन हो। डेटा इन्फर्मेसनको एउटा कच्चा पदार्थ हो। डेटालाई प्रोसेस गरेर इन्फर्मेसन बन्छ। त्यस कारणले हामी चाहिँ इन्फर्मेसनको क्वालिटीमा, इन्फर्मेसनको सम्प्रेषण माध्यममा पनि हामीले चाहिँ ठुलो काम गर्नुपर्ने आवश्यकता छ। जेनजी युवाहरूले, नवयुवा भन्ने गरिएको छ, नवयुवा पुस्ताले जिम्मेवारी सुम्पेको हुनाले 2वटा मन्त्रालय जहाँ एउटा पिपलको बारेमा काम हुन्छ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र अर्को एउटा जहाँ मनीको बढी मात्रामा कारोबार हुन्छ, काम हुन्छ, अर्थ मन्त्रालय। त्यसको जिम्मेवारी लिएको नाताले यहाँहरूले राखेका 4वटा विषयवस्तुमा 2टा विषयवस्तु मैसँग सम्बन्धित छ। मैसँग सम्बन्धित भएको सन्दर्भमा प्रशासनिक परिवर्तनको निमित्त र अर्थतन्त्र सञ्चालन गर्न आवश्यक कुराहरूको सन्दर्भमा कतिपय सुधार चाहिँ यही छोटै अवधिमा पनि हिम्मत गरेर गरौँ त भनेर सुधारको काम चाहिँ प्रारम्भ गरियो। सुधारको काम गरिएको मध्येमा मैले केही उदाहरण यसपछि भन्छु। ती कुराहरू चाहिँ यहाँहरूले छलफल गरेर निचोड निकाल्नु भयो भने पनि त्यो निचोड इम्प्लिमेन्ट गर्ने क्रममा थुप्रै बाधा व्यवधान आउँछन् भन्ने कन्टेक्स्टमा मैले यो प्रसङ्ग कोट्याउन खोजेको। सुधार कार्यान्वयन गर्नको निमित्त सोचे जतिको सजिलो छैन। एकदम लामो बहस गरेर एउटा एक किसिमले हामीले एभिडेन्स बेस्ड पोलिसी मेकिङ भन्छौँ, त्यो तथ्यमा आधारित, एउटा प्रमाणमा आधारित अथवा हामीले देखेको भएको कुराहरूमा आधारित भएर गरियो भने पनि त्यसको प्रतिकार र प्रतिरोधमा विभिन्न वर्ग, विभिन्न क्षेत्रबाट चाहिँ राइज गर्छन् र त्यसलाई कतिपय अवस्थामा परास्त गर्ने र त्यो आउने प्रयत्न गर्छन्। त्यही भएर शासकीय सुधार भनेको त्यति
सजिलो काम चाहिँ होइन। उदाहरणको निमित्त मैले लामो समयदेखि आफैले काम गर्दाखेरि पनि त्यो अनुभव गरेको र यो गर्नुपर्छ भनेर पाइपलाइनमा राखेको काम यसपालि सम्पन्न गर्ने प्रयत्न गरेँ। त्यो भनेको भन्सार बिन्दुमा विदेशबाट कुनै सामान आयात गरियो भने व्यवसायले कुनै एउटा उत्पादकबाट अथवा विक्रेताबाट विदेशमा किनेको हुन्छ, त्यो त्यस बाबत एउटा बिल जारी गरिएको हुन्छ। त्यसमा बिलमा ढुवानी लागत बिमा यावत कुराहरू जोडेर भन्सार बिन्दुमा आइपुग्दाखेरि हुने मूल्यलाई हामीले कारोबार मूल्य भन्छौँ। कारोबार मूल्य भनेको उसले तिरेको यथार्थ मूल्य हो। उसलाई हामीले विश्वास गरियो भने उसले पनि विश्वास गर्छ। ट्रस्ट भनेको म्युचुअल हो। यदि एउटा पक्षले अर्कोलाई अविश्वास गर्छ भने स्वाभाविक रूपमा अर्को पक्षले पनि पहिलो पक्षलाई अविश्वास गर्छ। हामीले ट्रस्टमा आधारित विश्वासमा आधारित प्रणाली निर्माण गर्ने कि अविश्वासको आधारमा आधारित प्रणाली निर्माण गर्ने भनेर होइन। अविश्वासको आधारमा निर्माण गरिएको प्रणालीले जहिले पनि भ्रष्टाचारलाई जन्माउँछ। किनभने अविश्वास चिर्नको निमित्त त्यहाँ लेनदेन गर्नै पर्ने हुन्छ। अविश्वासको बिचमा कुनै कारोबार गर्नुको निमित्त लेनदेन बिना सम्भवै छैन। त्यो लेनदेन आर्थिक होला अथवा सम्पर्क सम्बन्धको कुनै किसिमको रेन्टसिप मुलाइजा होला। त्यो मुलाइजा सधैँ नगदमै हुनुपर्छ भन्ने छैन, नियुक्तिमा पनि हुन्छ। कतिपय हाम्रा सार्वजनिक संस्थामा भएका नियुक्तिहरू त्यहाँ सिधै पैसाको कारोबार नभएको होला, तर त्यहाँ कुनै किसिमको एउटा रेन्ट क्रिएट गरिएको छ। त्यो रेन्ट भनेको भविष्यमा गएर त्यो नियुक्त भएको व्यक्तिले कुनै काम गरिदिनुपर्ने कबुल गर्ने गएको होला, पोलिसी करप्सन गर्ने कबुल गर्ने गएको होला, त्यो क्रिएट हुन्छ। कस्तो वातावरणमा क्रिएट हुन्छ? जहाँ अविश्वास छ। विश्वासको वातावरणमा हामीले काम गऱ्यौँ भने स्वाभाविक रूपमा त्यस्ता कुराहरू कम भएर जान्छन्। निर्मूलै हुँदैनन् तर कम भएर जान्छन् भनेर सुरु गरिसकेपछि प्रणालीभित्रैबाट कहाँ त्यो यो व्यवसाय भनेको चोरै हो, भाषा त्यहाँबाट प्रारम्भ। अर्कोतिर गएर व्यवसाय स्वयं पनि कतिपयले त्यसैबाट लाभ लिइरहेका छन्। यो तपाईँहरूले गर्नु त खोज्नुभयो, तर तपाईँहरूले गर्न खोजेको कुरामा चाहिँ यो हामी त ठिकै काम गरिरहेको छौँ, अरूहरू सबै जो छ तपाईँको राजस्व नै चौपट भएर जान्छ। त्यो नोइजले यतिसम्म त्यो नोइज त्यो एउटा हल्लाले मान्छेलाई पिरोल्छ कि त्यो हल्ला कतिपय अवस्थामा गएर अर्कोतिर गएर अहिले सार्वजनिक निकायहरूमा यहाँहरूले गएर प्रश्न गर्नुभयो भने निर्णय समयमा किन हुँदैन, निर्णय सही तरिकाले किन हुँदैन, फाइल किन फर्काएर राखिन्छ, पत्रको जवाब किन दिँदैन, दिनुपर्ने कानुन बमोजिम तोकिएको मितिसम्म पनि पत्रको जवाब किन दिएर सोध्दै जानुभयो भने त्यहाँ एउटा तत्त्वको चाहिँ भय क्रिएट गरिएको छ। त्यो भय यथार्थ हो या होइन भन्ने कुरा कसैले परीक्षण गर्दैन, तर होइन यो हुने बित्तिकै छानबिन हुन्छ अथवा के हुन्छ भन्ने संस्थालाई नै एउटा भय सिर्जना गर्ने पात्रको रूपमा स्थापना गरिएको छ अमूर्त संस्थालाई। अनि त्यसले के एउटा बाहना बनाउँछ भने त्यो नगर्नको निमित्त बाहना बनाउँछ र कतिपय अवस्थामा त्यो बाहनालाई मान्छेले पत्याइदिएर होइन अब यो त सम्भवै छैन किनभने कर्मचारीहरू सङ्कटमा पर्छन् अथवा कारणमा पर्छ भन्छ। यो सबै हल्ला नोइजले गर्दाखेरि कतिपय सुधारहरू सही तरिकाले अपेक्षित लाभ प्राप्त गर्नको निमित्त अथवा परिणाम प्राप्त गर्नको निमित्त गर्न सक्छ। अहिलेको हाम्रो गभर्नेन्सको सुशासनको सबभन्दा ठुलो चुनौती त्यही नै हो। त्यो नोइजलाई अन्साएर दृढ इच्छा शक्तिसहित जस्तो सुकै परिणाम आए पनि म भोग्न तयार छु, तर यो प्रणाली परिवर्तनले अथवा प्रविधि परिवर्तनले अथवा कार्यविधि परिवर्तनले ल्याउन सक्ने सुखद परिणाम नआएसम्म म खटिएर लाग्छु भन्ने मानिसहरूको सङ्ख्या कम छ। पिपल यहाँ समस्या छ। त्यही भएर यो विषयहरूमा यहाँहरूले यो एक दिने सिम्पोसियमको अवधिमा थुप्रै अनुभवी व्यक्तिहरू यहाँ यो अन्तर्क्रियामा छलफलमा नेतृत्व गर्न अथवा वक्ताको रूपमा आउनुभएको छ। आज साँझ 5 बजेभित्रमा मैले हेर्दाखेरि करिब आधा दर्जन बालवाला सचिव र पूर्व सचिवहरू यहाँ हुनुहुन्छ। उहाँहरू अभ्यास गरिरहेकै व्यक्ति हुनुहुन्छ अथवा अभ्यास गरेर बाहिर गएर यही विषयमा चर्चा गर्ने परिचर्चा गर्ने संवाद गर्ने। हाम्रो कृष्ण गेवालीले चाहिँ सगरमाथा रेडियोबाट सधैँ यो विषयमा संवाद गरिरहन्छ। उहाँहरूको ज्ञान अत्यन्त महत्त्वपूर्ण छ। त्यो ज्ञान प्रयोग गरेर हामीले यस्तो विषयवस्तुहरूमा सरकारलाई अथवा समाजलाई र नास्कलाई पनि सिफारिसहरू प्रस्तुत गरौँ जुन कुराहरू हामीले कार्यान्वयन गरिसकेपछि नवयुवा पुस्ताले अपेक्षा गरेको बमोजिमको सुशासन कायम गर्न सकियोस्, भ्रष्टाचार न्यूनीकरण गर्न सकियोस् र सरकार पारदर्शी होस्। सरकार जति अपारदर्शी हुन्छ त्यति नै गलत गतिविधिहरूले सुरक्षित ढङ्गले अगाडि बढ्ने मौका पाउँछन्। त्यो मौका हामीले दिनु हुँदैन। त्यो गर्ने क्रममा आज आउन त म अलिकति अबेला आएँ, मेरो आफ्नै स्वास्थ्यको कारणले त्यसको निमित्त म माफी माग्छु। र अर्को हामी आफैले गर्ने कार्यक्रममा पनि हामी कतिपय कुराहरू सुशासनतिर लक्षित छैनौँ।
हाम्रो सोच सामन्ती पारा नै छ। हामीले आसन ग्रहण नगराइकन हुँदैन, हामीले त्यहीँ पनि 10-12 मिनट खर्च गर्छौँ। त्यसको भ्यालु के हो भन्ने कुरा मैले आजसम्म बुझेकै छैन र त्यो भ्यालु यो दायित्वले पनि बुझ्न सकेन भन्दाखेरि मलाई अलिकति नराम्रो लाग्यो। मैले सबैतिर जाने बेलामा पूर्व सूचना दिएर जाने गरेको छु, आसन ग्रहण गर्ने हो भने म आउन्न। यहाँ पनि सम्भवतः मेरो सचिवालयले आसन ग्रहण गर्ने हो भने रामेश्वर खनालजी आउनुहुन्न, मैले मन्त्रीजी नभन्नु भनेको थिएँ, खनालजी आउनुहुन्न भनेर भनिदिनुहोस् भनेको थिएँ। त्यो सूचना यहाँ आएको हुनुपर्छ। हामीले साना साना कुराबाट सुधार प्रारम्भ गर्ने हो। त्यही एउटा साना सुधार प्रारम्भ गर्ने क्रममा यहाँहरूलाई थाहा छ कि छैन, म चाहिँ आफैले भोग्ने हुनाले प्रत्येक वर्ष म आफ्नो ड्राइभिङ लाइसेन्स पञ्जीकरण गर्नको निमित्त र पोल्युसनको स्टिकर टास्टनको निमित्त यातायात व्यवस्था कार्यालय आफै जान्छु, लाइन लाग्छु। अनि अब सधैँ याद त हुन्थ्यो, 1-2 पटक चाहिँ त्यो याद नभएर पोल्युसनको काउन्टरमा पुगेपछि कहाँ छ टिकट भनेर अनि टिकट खोज्दै हिँड्यो। त्यहाँ 15 रुपियाँ तिरेर 10 रुपियाँको टिकट किनेर ल्याएर आएर टाँसेर दियो। म त्यो कर्मचारीसँग किन जङ्गियो मलाई त थाहा छ, त्यो कर्मचारीको दोष होइन, कार्यविधिको दोष हो। तर अरू जङ्गिएको देख्छु, कटारबाट आएको, मलेसियाबाट आएको त्यो युवाहरू 2-4 दिन यहाँ त्यही कामको निमित्त आएको, यहाँ चाहिँ हुलाक टिकट कहाँ छ खोज्दै हिँड्ने भनेर कसलाई सरापेर आउँछ भने कर्मचारीलाई होइन, सरकारलाई सरापेर आउँछ, केपी ओलीलाई सरापेर आउँछ। अनि मैले एक दिन उहाँहरूले बोलाएको मिटिङमा यो सानोतिनो कुराको लागि युवाहरूले सरापिरहेको छ, यो सानो कार्यविधि सुधार गरौँ न भन्यो। यो ठुलो कार्यविधि रहेछ, सानोतिनो रहेछ। त्यसले भएन भनेर उच्च स्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनमा यो आय टिकट ऐन भन्ने छ, त्यो ऐन अन्तर्गत हुलाक टिकट टास्ने गरियो। आय टिकट ऐन किन प्रयोग गरियो कुनै बेलामा भने जुन बेलामा ब्याङ्कहरूमा राजस्व जम्मा गर्ने हुनै थिएन, ब्याङ्कहरू नै गाउँमा थिएन र थुप्रै सरकारी कार्यालयले अलग अलग 10 रुपियाँ 20 रुपियाँ 1 रुपियाँ 2 रुपियाँ कति रुपियाँ बुझ्दाखेरि चाहिँ त्यो राजस्व त्यत्तिकै मान्छेले गोजीमा राखेर दुरुपयोग होला भनेर सरकारले राजस्व क्यास सङ्कलन गर्ने केन्द्रीकरण गर्नुको निमित्त आय टिकट बेच्ने एउटा अड्डा खडा गर्यो। त्यो अड्डा भनेको हुलाकै भयो अथवा मालपोत भयो। त्यहाँ आय टिकट पाइन्छ, आय टिकट अर्कै हुनुहुन्छ। यहाँहरूले कति बेला त आय टिकट देख्नु भएको छ। आय टिकट क्यानट बी युज्ड, रेभेन्यू स्ट्याम्प क्यानट बी युज्ड फर पोस्टेज स्ट्याम्प। पोस्टेज स्ट्याम्प पनि आय टिकटमा प्रयोग गर्न सकियो। अनि त्यो किन गरिएको थियो भने क्यास कलेक्सन सेन्ट्रलाइज गर्न पाइन्छ भनेर गरिएको थियो। त्यो किन गरियो? नगदको दुरुपयोग नहोस्, भ्रष्टाचार नहोस् भनेर। अब अहिले कस्तो भयो, क्युआरबाट पेमेन्ट गर्न सकिन्छ, ब्याङ्कमा पेमेन्ट गर्न सकिन्छ। क्यास चाहिँ कर्मचारीले दुरुपयोग गर्ने सम्भावना छैन। क्यास कसैको हातमा पर्दै पर्दैन। कोष तथा लेखा नियन्त्रण कार्यालयमा जानुभयो भने त्यहाँ क्यासको प्रयोग कहीँ पनि हुँदैन। सब अनलाइन पेमेन्ट छ अथवा क्युआर पेमेन्ट छ अथवा ब्याङ्कमा जम्मा हुन्छ अथवा आरटिजिएस भन्ने सुन्नुभयो होला, आरटिजिएस हुन्छ अथवा करेन्ट आइपिएस हुन्छ। देयर आर नम्बर अफ मिन्स थ्रु विच पिपल क्यान पे ट्याक्स विदाउट एनी लस। सरकारले निकाले केही लस नभइकन मोस्ट इफिसियन्ट। अब त्यो आय टिकट ऐन किन चाहियो भनेर खारेज गर्ने लेख्यौँ। अहिले यो सरकारलाई खारेज गर्ने अधिकार त छैन। त्यही भएर मैले के प्रस्ताव गरेँ भने त्यो ऐन खारेज नगरे पनि कम्तीमा नागरिकलाई हुलाक टिकटबाट टाँस्ने झमेलाबाट मुक्त गराइदिउँ न भनेर भनेको। महेश भट्टराईजी हाँस्दै हुनुहुन्छ। मेरै छोरीलाई त्यस्तो अप्ठ्यारो परेर मलाई कराइ भन्नुभयो। उहाँले नै सुन्नुभयो होला, यो हरायो भने त हुलाकको आम्दानी कहाँ जान्छ? हामीलाई हुलाकको आम्दानी महत्त्वपूर्ण कि नागरिकको सुविधा महत्त्वपूर्ण? सुशासन गर्नको निमित्त ठुला कुरा गरेर आवश्यक छैन। पब्लिकले फिल गर्ने गरी सानो सानो कुरा गर्नको निमित्त यदि कुनै कुरामा लसै हुन्छ भने पनि त्यो लस त बियर गर्न तयार हुनु पऱ्यो। त्यो हिम्मत कसले दिन्छ? तपाईँले दिनुहुन्छ हो। त्यो दिने गरी यहाँ छलफल गर्नु। अरू लामा ठुला यो विदेशका उदाहरण दिएर गफ गरेर केपलरले यो लेखेको थियो, मोदगिलानी मिलरले यो भनेको थियो, फलानु के उसले के भनेको थियो भनेर भाषण गरेर काम छ। तर स्मल थिङ्स विच म्याटर फर पिपल, सानो सानो कुरा लाग्छ। तर त्यो सानो सानो कुरामा पनि कतिपय कुरामा चाहिँ स्वार्थी तत्त्वहरूले त्यसलाई रोक्नुपर्छ। हुलाक टिकटको मैले भनिहालेँ, कुनै एउटा निकायको आम्दानीको कुरा हो। त्यो आम्दानी महत्त्वपूर्ण कुरा हो। कोर बिजनेस अफ हुलाक सेवा विभाग इज वाट? डिस्प्याचिङ लेटर्स, कुरियर। त्यत्रो बिजनेस छ वर्ल्ड वाइड। त्यो बिजनेसमा आँखा लगाउने कि हुलाक के अरे ड्राइभिङ लाइसेन्सको एउटा एप्लिकेसनमा टिकट टाँस्ने पनि हो। यसमा हामीले चाहिँ प्रायोरिटाइज गर्न सक्दैनौँ। त्यस्तै अर्को एउटा छ, कर बुझाउनको निमित्त अन्तर्राष्ट्रिय कार्यालयका विभिन्न कार्यालयमा जानुपर्ने। फर द्याट सिम्पल रिजन एउटा अड्डा राखिएको छ। अरू अड्डाहरूमा चाहिँ काम नदिकन काम कम भएर के भने धेरै कामहरू अनलाइन भयो, धेरै कामहरू डिजिटाइज भयो। त्यसले गर्दा कामको भोल्युम घटेको छ। सिङ्क्रोनाइज गरेर हामीले एउटै अड्डाबाट धेरै काम गर्न सकिन्छ भनेर हामीले 753 नगरपालिकामा आयकरको सेवा दिने, ट्याक्स पेयर सर्भिस दिने भन्ने प्रपोज गर्यो।
नगरपालिकामा पब्लिक जान्छ विभिन्न कामले, त्यहाँ जाँदा सङ्घीय सरकारको कर पनि बुझाउनु पायो भने उसले एउटै समयमा दुईवटा काम गर्न पायो। मालपोत बुझाउन गएको दिनमा त्यही दिनमै सङ्घीय सरकारको सवारी कर के अरे अथवा अरू कुनै कर बुझाउन जान पायो भने सजिलो हुन्छ। अब त्यो गर्ने क्रममा चाहिँ कतिपय जिल्लाबाट के आयो होइन एउटा कार्यालय खारेज हुने हो, हाम्रो त जिल्लाको मर्यादा नै जाने हो। त्यहाँ त्यो मर्यादा जाने होइन, कुनै खास वर्गलाई त्यो अन्तर्राष्ट्रिय कार्यालय र नागरिकको बिचमा करदाताको बिचमा जुन सेवा दिने वर्ग थियो त्यो वर्गको बिजनेस डाउन हुने अनि प्रतिरोध हुन्छ। त्यस कारणले सुशासन कायम गर्नको निमित्त सुधार गर्ने, गभर्नेन्स रिफर्म गर्ने भन्ने कुरा त्यति भने जति सजिलो छैन। एउटा प्रस्ताव हामीले गरौँ, छलफल गरौँ, त्यसको कार्यान्वयन र इम्प्लिमेन्ट गर्ने जिल पनि हामीले हाम्रै अन्तर्क्रियाबाट क्रिएट गर्नु पर्ने हुन्छ। मलाई कृपया छुट्याइदिनु होला भने उनीहरूले मलाई छुट्याएँ। धन्यवाद। धेरै धेरै धन्यवाद माननीय मन्त्रीज्यूलाई, उहाँको आशावादी र एकदम सटिक किनोट रिमार्क्सको लागि। उहाँले भनि नै हाल्नुभयो तथ्यमा आधारित नीति निर्माण र त्यसको कार्यान्वयन पक्ष कस्तो हुँदो रहेछ र सुशासन र इन्हान्स पब्लिक सर्भिस डेलिभरीको लागि चाहिँ हामीले साना साना कुराहरूबाट नै सुरुवात गर्नुपर्छ भन्ने प्रमुख सन्देश दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब भने हाम्रा विशेष अतिथि नेपाल राष्ट्र ब्याङ्कका गभर्नर प्रोफेसर डाक्टर विश्वनाथ पौडेलज्यूबाट स्पेशल रिमार्क्स सुन्नेछौँ। उहाँलाई जोरदार तालीका साथ यहाँ स्वागत गरौँ। जोरदार ताली भनेर एकदम दायित्व उतातिर गरिदिनु भयो। यस कार्यक्रम आदरणीय मन्त्रीज्यू, म सुरुमा नआएर कार्यक्रमको अध्यक्षता केही छ भने मैले मिस गरेँ, तर सम्पूर्ण उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरू, सर्वप्रथम त म आउन केही लेट भयो, केही मिसअन्डरस्ट्यान्डिङको कारणले गर्दाखेरि, टाइमसँगको रिलेटेड मिसअन्डरस्ट्यान्डिङको कारणले गर्दाखेरि म त्यसको लागि क्षमा प्रार्थी छु। मलाई एउटा टपिक दिनुभएको थियो उहाँहरूले, त्यसमा तुरुन्तै प्रवेश पनि गरिहाल्छु। हाम्रो अहिलेको एक सेन्समा हाम्रो आर्थिक स्थिति के हो भनेर त्यहीँबाट म सुरु गर्छु मेरो आफ्नो पोइन्ट अफ भ्यूहरूबाट। हामीहरू स्रोत हामीसँग राम्रै स्रोत भएको देश हो, अहिले पनि राम्रै स्रोत छ। हिजो मात्रै हामीले राष्ट्र ब्याङ्कबाट एउटा नाइस डिसिजन पनि गरेका छौँ। त्यो के भने तपाईँहरूले अब यो नेपालबाटै पनि आइटी कम्पनीहरूलाई चाहिँ विदेशमा लगानी गर्न पहिला हामीले $1 मिलियन लिमिट पनि थियो, तर त्यो चाहिँ फङ्सन अफ एक्सपोर्ट थियो भने अहिले चाहिँ $25,000 छ। 2025 हामीले फाइनल गर्दैछौँ, त्यहाँनिर अरूलाई पनि त्यो दिने भन्ने भएको छ। पछि कतिपय कुराहरू हामी सानो हुँदाखेरि विदेशमा हुँदाखेरि $200-300 भन्दा हाम्रो विदेश जाँदाखेरि लैजाने विदेशी मुद्राको लिमिट थिएन भने अहिले हामीहरू त्यो रूपमा चाहिँ सोच्न थालेका छौँ लगानी गर्ने। त्यो एक्सटर्नल सेक्टर बलियो भएको छ, तपाईँहरू सबैलाई थाहा छ। रेमिटेन्सको स्पेसली कन्ट्रिब्युसन छ, तर अरू पनि आइटीकोदेखि लिएर सबैमा। तर हाम्रोमा हाम्रो अहिलेको इकोनोमिक सिचुएसन हेर्न चाहिँ धेरैवटा एङ्गल छ। तर 64 सालबाट इकोनोमिकली तपाईँहरूले हेर्नुपर्छ। 64 सालदेखि 72 सालसम्म अलमोस्ट 10 वर्षको चाहिँ अवधिमा हाम्रो 100 अरबबाट 640 अरब रुपियाँको चाहिँ रेभेन्यू भएको थियो। त्यो अलमोस्ट इयर टु इयर 20% भन्दा बढी ग्रोथ भयो, आयात बढ्यो, सबै कुराहरू भयो। त्यसपछि आजसम्म त्यसो डबल भएको छैन। तर ठिक 74 सालबाट चाहिँ हामीले के काम गऱ्यौँ भने 74 सालबाट हामीले इन्टरनल बोरिङ भत्तै बढायौँ। 3 वर्ष लगालग 300 अरब रुपियाँको दरले इन्टरनल बोरिङ त्यो रेन्जमा छ, याद गर्नु होला 300 अरबको। त्यसले चाहिँ प्राइभेट सेक्टरलाई अलिकति क्राउड आउट पनि गर्यो गभर्मेन्ट बोरिङले। तर त्यो इन्भेस्टमेन्ट कहाँ भयो भनेर हेर्दाखेरि तपाईँहरूले हेर्नु जस्तो 56वटा म आफू उपाध्यक्ष हुँदाखेरि केवल सर यहीँ हुँदो रहेछ, हामी कन्भर्सेसन गरेको पनि थाहा 56वटा सभा, त्यसपछि 32वटा एयरपोर्ट यस्तै छ कि जसले चाहिँ प्रतिफल दिएन, जुन राजस्वमा रिफ्लेक्ट हुनुपर्ने थियो भएन। अब गभर्मेन्टको फाइनेन्स पनि अलिकति अनुशासित भएर गर्नुपर्ने हुन्छ हामीले, कि राजस्व प्लस एक्सटर्नल अब डेप्ट यताउता भयो होइन। अब तपाईँको डोनेसन त खासै धेरै छैन, 10-12 अरबको रेन्जमा छ, र इन्टरनल बोरिङको पनि सर्टेन लिमिटहरू छ। त्यसले गर्दाखेरि गभर्मेन्ट एक्सपेन्डिचर चाहिँ धेरै भएन, तर ब्याङ्कमा पैसा धेरै छ। र अर्को इस्यु के भइदिएछ भने तपाईँको आन्तरिक मनोबल राम्रो भयो, व्यवसायहरूलाई चाहिँ ठ्याक्कै कहाँ लगानी गर्ने भन्ने क्ल्यारिटी छैन, विभिन्न कारणले छैन। यदि मुलुकको करप्सन पनि त्यसैमा होला,
होइन नीतिगत अस्थिरता पनि त्यसैमा होला लेबरको समस्या चाहिँ हामीले धेरै सोल्भ गरेको जस्तो देखिन्छ पहिला त लेबर पनि एकदमै थियो लेबर रिलेटेड इस्युहरू चाहिँ अहिले त्यति धेरै आउँदैन जति पहिला थियो तर अर्को चाहिँ सबभन्दा क्लियरली देखिने चाहिँ हामीले क्षेत्रहरू के ओपन गरेका छौँ जस्तो 50 सालतिर 48 सालतिर जति डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा फर्महरू दर्ता भएको थियो त्यो अहिले पनि त्यो मिट गरेका छौँ त्यो 600 यता अराउन्डमा त्यसको कारण चाहिँ के हो भने हामीले ठ्याक्कै कुन क्षेत्र खोलेका छौँ भन्ने क्लियर छैन त्यो बेलामा चाहिँ सबै जस्तो क्षेत्र खोलेको थियो स्कुल खोल्यौँ अस्पताल खोल्यौँ एकदमै तपाईँ लगानी ब्याङ्क खोल्न पाउँथ्यो इन्सुरेन्स कम्पनी सबै खोल्न पाउँथ्यो हाइड्रो पावरहरू खोल्न पाउने सिस्टमहरूको केही वर्ष अगाडिसम्म त हामीले किता कार्ड बन्द गरेर भएर रियल इस्टेट पनि भएन युनिभर्सिटीहरू खोल्न पाउने त सपनै भयो स्कुल हस्पिटलहरू केही खोल्न पाउँदैन सबैतिर हेर्नु भने ठ्याक्कै बिजनेस गर्ने ठाउँ कहाँ हो त ग्रोसरी स्टोरहरू मात्रै खोलेर त नचल्ने होला त्यो देखिन्छ र कतिपय तपाईँले मिडल हाइवेहरूतिर किन इकोनोमिक एक्टिभिटीहरू अगाडि बढाएको छैन भने नर्मली यस्तो सानो सानो ठाउँहरूमा चाहिँ मान्छेहरूले स्टार्ट गर्ने बिजनेस भनेको त्यो प्राइभेट स्कुलहरू र त्यो हस्पिटलहरू नै हो कि स्कुल भएन भने मान्छेहरू बस्न चाहँदैन त्यो ठाउँहरू तर यत्रो रोडहरू भयो तर मान्छेहरू किन पहिलाकै सिटीहरूमा गइरहेको छ भन्दाखेरि त्यही पहिलाको सिटिजहरूमै एम्युनिटिजहरू छ त्यो स्थितिमा अहिले गभर्मेन्टको प्रेसर गभर्मेन्टको बजेटमा छ रेभेन्यूहरू बढिरहेको छैन ब्याङ्कमा पैसा अलिकति एक्युमुलेट भइरहेको छ किन भन्दाखेरि इन्भेस्ट गर्ने ठाउँहरू क्लियर भएन भनेको अनि गभर्मेन्ट डेब्ट एउटा चाहिँ समस्या भयो इन्टरनल बोरिङ पहिला हाम्रो तपाईँहरूलाई कति थाहा छ 50 सालतिर चाहिँ हामीले इन्टरनल बोरिङ पनि 1.18% हुन्थ्यो होइन जिडिपीको 1.2मा थियौँ अहिले 5.5 छ सो एकदम क्लियरली गएको केही वर्षमा चाहिँ के देखियो भने गभर्मेन्टको एक्सपेन्डिचर गर्न सक्ने क्षमता भएन एउटा बजेटको आफ्नै कन्स्टेन्टको लिमिटले अर्को निजी क्षेत्रले त्यो पैसा खर्च गर्ने ठाउँ भएन अनि हाम्रो आदरणीय मन्त्रीज्यूले के अगाडि भनेको कुरोमा यस्तो चित्त बुझाएको थियो एउटा सिम्पल सेन्टेन्स है निजी क्षेत्रले गरेको लगानी पनि राष्ट्रकै सम्पत्ति हो भनेको थियो मतलब भित्र चाहिँ एकदमै इम्पोर्टेन्ट के छ भने जस्तो लबिङ मल पनि वास्तवमा हाम्रो पब्लिक गुड्स नै हामीहरू त्यहाँ गएर इन्जोय गर्न सक्छौँ सपिङ गर्न सक्छौँ सपिङ एक्सपिरियन्स बेटर भएको छ भागोटिङको सपिङ स्टोरहरू टिएफएक्स मलहरू होइन तिनीहरू पनि एक सेन्समा दे प्रोक्सी फर पार्कहरू जस्तै त भनेको थियो हामीहरू फ्यामिली लिएर जान्छौँ इन्जोय गर्छौँ होइन सो त्यो सेन्समा चाहिँ निजी क्षेत्रले लगानी नगरिदिनाले कतिपय सहरहरू चाहिँ एकदमै एम्टी भएर गएको छ त्यहाँनिर एम्युनिटिजहरू छैन सबै कुरो समस्याहरू भएको छैन मलाई लाग्छ मिडल हाइवेमा म केही अगाडि चाहिँ यहाँबाट डडेलधुरा गएको थिएँ र यतापट्टिबाट पूर्वतिर पनि चिवा भन्ज्याङै त पुगिएन तर फिदिमसम्म पुग्यौँ मिडल हाइवे हुँदै होइन इट्स भेरी मिक्स्ड स्टोरी तपाईँको धेरै जस्तो जिल्लाहरू एम्टी छ प्यारेन्ट्सहरू मात्रै बसेको छ डिपपुलेटेड भएको छ यो स्ट्यान्डर्ड स्टोरीहरू हो तपाईँलाई कति मैले भनिराख्नु जरुरत पनि नहोला तर पोइन्ट के छ भन्दाखेरि गभर्मेन्ट र प्राइभेट सेक्टर दुइटैको इन्भेस्टमेन्ट चाहिँ एकदमै त्यति सिग्निफिकेन्ट छैन प्राइभेटको त समस्या भएको छ केही वर्षदेखि क्रेडिट ग्रोथ ठिकै मात्रै छ गभर्मेन्ट एक्सपेन्डिचर चाहिँ हामीले यस्तो बेलामा एउटा अपेक्षा गऱ्यो भने चाहिँ बिग पुसहरू जुन अपेक्षा गऱ्यो भने त्यो भएको छैन धेरै ठुलो खर्च भएको छैन ठिक्क मात्रै बाहिर भइरहेको छ त्यो एउटा समस्या हो त्यसपछि अब यसमा चाहिँ गर्न सक्ने कुराहरू के हुन्छ भनेर हामीले हेर्दाखेरि अब एउटा चाहिँ राष्ट्र ब्याङ्कको पोइन्ट अफ भ्यूबाट म अलि फोकस गर्छु होइन राष्ट्र ब्याङ्कले यस्तो अवस्थामा गर्न सक्ने के हो एउटा इन्ट्रेस्ट रेट घटाएर हेर्ने हो कि भनेर भन्यो अब हामीहरू 2.75% लो इन्ट्रेस्ट रेट अहिले व्यवसायहरूले कम्प्लेन गर्नेमा अरू कुरा कम्प्लेन होला तर इन्ट्रेस्ट रेटमा कम्प्लेन छ धेरै धेरै नै लोमा इन्ट्रेस्ट रेट छ अहिले अरू कुरो क्रेडिटहरूमा सिम्प्लिफाई गर्नुपर्ने स्थिति छ यसमा चाहिँ हामीहरूलाई एकदमै रेडिकल मुभहरू चाहिएको छ 1.5 लाख मान्छेहरू ब्ल्याकलिस्टमा पऱ्यो अब ब्ल्याकलिस्टको अप्रोच पनि एकपटक रिकन्सिडर गर्ने हो कि भन्ने चाहिँ हामी छलफल गरिरहेका छौँ ब्ल्याकलिस्ट भन्दा पर्सनलाइज क्रेडिट हिस्ट्रीहरूमा गएर अनि मान्छेले मतलब इन्ट्रेस्ट रेटबाट मान्छेको रिस्किनेस रिफ्लेक्ट गर्नु चाहौँ कि भन्ने मान्छे जस्तो हामीहरू विद्यार्थी हुँदाखेरि 1-2 पटक क्रेडिट कार्डको पैसा तिरेन भने स्वाट्टै इन्ट्रेस्ट रेट बढाइदिन्छ सो इन्ट्रेस्ट रेट भनेको आफैमा यसले चाहिँ रिस्क गरिसक्यो भएर मान्छेले किन ब्ल्याकलिस्टमा राख्यो तपाईँको एकदमै रिस्की बिहेभियर देखाएर हुन्छ भने 30% ब्याज तपाईँले तिर्नु यदि रिस्की छैन भने तपाईँले कम ब्याज तिर्नु सो रिस्क चाहिँ इन्ट्रेस्ट रेटमा रिफ्लेक्ट गरेर जाउँ कि भन्ने एउटा मेजर छ सो अरू ब्ल्याकलिस्टसँग लिएर आएको मध्ये
हामीहरूले रेमिट्यान्स र यो आइटीवालाको कामकोमा चाहिँ त्यति डिफ्रेन्सिएट गरेका छैन अहिले। त्यही भएर चाहिँ हाम्रो एउटा के छ भने सोचाइ के छ भन्दाखेरि त्यसको एउटा सिग्निफिकेन्ट फ्र्याक्सन चाहिँ आइटीको कामको पैसा हो भन्ने पनि छ होइन, त्यसलाई त्यसमा होइन त्यो। तर एकदम म्यासिभ रेमिट्यान्स जुन आएको छ त्यो चाहिँ एक सेन्समा चाहिँ हाम्रो सर्भिसेज एक्सपोर्टको पार्ट पनि हो भन्ने छ होइन। त्यो भएको हुनाले आइटी चाहिँ अब अहिले सबैभन्दा धेरै एक्सन पनि आइटीमा छ। अमेरिकाको ग्रोथको ड्राइभर पनि आइटी हो होइन, अब चाइनाको पनि मेजर ड्राइभर आइटी हो। अनि हाम्रो पनि साइबर सिक्योरिटी अनि हेल्थ केयर यस्तो यस्तोमा चाहिँ आइटीको राम्रै पर्फर्मेन्स छ भन्ने देखिया छ। राम्रै जब क्रिएट फेरि 200-300 जना सट्टै जब क्रिएट भइरहेको देखिन्छ सानो सानो कम्पनीहरूमा पनि। त्यो सेन्समा चाहिँ आइटीलाई हाम्रो ल्यान्ड लकनेसले पनि इम्प्याक्ट नगर्ने भएको हुनाले त्यो एउटा सेक्टर पनि अलिकति सजिलो गरिदिने र आइटीमा इन्भेस्टमेन्ट सजिलो गर्ने भनेको कस्तो हुँदो रहेछ भने तपाईँको उनीहरूलाई विदेशमा पनि विदेशबाट सफ्टवेयरहरू किन्नदेखि लिएर होइन बिजनेस रिलेटेड सफ्टवेयर किन्नदेखि लिएर सबै कुराहरूमा फेसिलिटेट गरिदिनु पर्ने भएको छ। तर थ्याङ्कफुल्ली जस्तो तपाईँको 48 सालमा तपाईँले नियम बनाएर भए हामीले यो सक्दैनौँ भन्ने हुन्थ्यो, किन हामीसँग विदेशी मुद्राहरू धेरै थिएन। तर अहिले विदेशी मुद्रा भएको हुनाले हामीले त्यो सेक्टरलाई चाहिँ अलिकति लिबरल गराइदिने भन्नेमा छौँ। अर्को 2020 सालदेखि नै हामीले इन्डस्ट्रियल पोलिसीहरू बनाउँदाखेरि तपाईँले के फोकस गर्थ्यौँ भने सधैँ हामी ल्यान्डलक्ड कन्ट्री भएको हुनाले लोकल र मेटेरियल्समा आधारित इन्डस्ट्रीहरू नै हाम्रो फ्युचर हो। किन र मेटेरियल्स बाहिरबाट ल्याएर यहाँ बनाएर फेरि एक्सपोर्ट गर्दाखेरि त स्वतः महँगो हुन्छ त, हाम्रो लागत त इन्डिया अथवा जहाँबाट ल्याएर आयो नि ट्रान्सपोर्टेसन कस्ट भन्यो भने बढ्यो भनेपछि कम्पिटेटिभ रूपमा त चलाउन सक्दैनौँ। त्यही भएर चाहिँ हामीले लोकल र मेटेरियल्समा आधारित भएर उद्योगहरू चलाउने भनौँ। अब तपाईँले हेऱ्यो भने ब्रिक्युटी काज कारखानाको पछाडि पनि त्यही थियो फिलोसफी। तपाईँको सुर्ती जनकपुर चुरोट कारखानाको पछाडि पनि यही तराईको चाहिँ सुर्ती बढी हुने जिल्लाहरूलाई चाहिँ हामीले आधार मानिरहेका थियौँ होइन। तिनीहरू सक्सेसफुल्ली भएन। त्यसपछि हामीले सिमेन्टमा बढी फोकस गऱ्यौँ, सिमेन्ट पार्सियली सक्सेसफुल भयो। अहिले धेरै सिमेन्टेड घरहरू देख्नुहुन्छ तपाईँहरूले होइन। तर अब चाहिँ मेबी आइटीमा चाहिँ हामीलाई र मेटेरियल्सहरू खासै चाहिँदैन अथवा चाहिने र मेटेरियल्स मेनली ब्रेन हो त्यसको, अरू चाहिँ सिम्पल चिजहरू हो। अब सिलिकन पनि गर्नै सक्ने हो भने त तपाईँको त्यति आखिरमा बालुवा न हो होइन, चिप्सहरू बनाउनुलाई त्यसमा चाहिँ धेरै जस्तो चाहिँ ब्रेनहरू भयो नि। तपाईँको 2 सेन्टिमिटरमा 1 ट्रिलियनवटा चिप्सहरू कसरी फिट गर्ने भने त इट्स जस्ट ब्रेन होइन। त्यो भएको हुनाले त्योमा हामी गयौँ भने नेक्स्ट इन्डस्ट्रियल रिभोल्युसनमा अलिकति हामीलाई कम्पिटेटिभ एडभान्टेज हुन्छ कि भन्ने जस्तो देखिन्छ। त्यसको चाहिँ फाइनेन्सियल सेक्टरबाट हामीले लेन्डिङमा चाहिँ अलिकति सिम्प्लिफाइड गर्दै जाने भन्नेमा चाहिँ त्यो आइटी एउटा भयो। अरूमा पनि हामीले अलिकति सिम्प्लिफाइड गरौँ भन्ने छ। अर्को एउटा चाहिँ पुरानो पोलिसी हामीले अलिकति रिभाइभ गरौँ कि भनेर अस्तिको मौद्रिक नीतिमा राखेका छौँ। त्यो भने के भने पहिला हाम्रो ब्याङ्कहरू तपाईँले हेऱ्यो भने नेपाल ब्याङ्क लिमिटेड भनेको ट्रेडिङको लागि गरे हो होइन। त्यसपछि अस्ति एकजना मान्छे भेटेको थिएँ मैले, उहाँको फ्यामिली चाहिँ नेपाल ब्याङ्क लिमिटेडको पहिलो बोरोवर रहेछ, तर देवर इन्टु ट्रेडिङ होइन। त्यसपछि हामीले कृषि विकास ब्याङ्क गर्नु, वाणिज्य ब्याङ्क पनि नेपाल ब्याङ्क तपाईँ अर्डिनरी अरूमा पनि भयो, वाणिज्य ब्याङ्क बेसिकली कमर्सको लागि फोकस गर्यो। त्यसपछिको ब्याङ्क भनेको कृषि विकास ब्याङ्क। कृषि विकास ब्याङ्कको अहिले पनि 40% जस्तो स्टाफहरू चाहिँ जेटिए अथवा एग्रिकल्चरको ब्याकग्राउन्डको छ। सो दे आर भेरी स्पेसलाइज्ड होइन। कतिपय हाम्रो अरू ब्याङ्कहरूले उनीहरूको लोन किनिरहेको पनि छ कि अहिले। त्यसपछि हामीले 27 सालतिर एनआइडिसी भनेर खोल्यौँ, जुन चाहिँ इन्डस्ट्रीहरूको लागि भनेर फोकस गरेको थियो एनआइडिसी भनेर होइन, इन्डस्ट्री त्योलाई भनेर लेन्डिङ एजेन्सिजहरू होइन। त्यसपछि हामीले लेन्डिङमा स्पेसलाइजेसन गर्ने भनेका थियौँ। तर फेरि अहिले आएर एउटा इस्यु के भइदियो भने त्यसपछि अनि यो हामीले युनिभर्सल ब्याङ्किङ भनेर सुरु गऱ्यौँ, भनेको सबै ब्याङ्कले सबै काम गर्ने। त्यसको प्रब्लम के भइदियो भने आज हाइड्रो पावरमा लगानी त गरेका छौँ, तर त्यो लगानी ट्रुली इभ्यालुएट गर्न सक्ने क्षमता हाम्रो कतिवटा ब्याङ्कमा छ भने क्लियर भएन। एग्रिकल्चरमा हाम्रो लोन व्यापक गएको छ। तपाईँ जस्तो मन्त्रालयको त 50 अरबको बजेटमा हार्डली 10-15 अरब खर्च गरे होला होइन। ब्याङ्कहरूले त एग्रिकल्चरमा 700 अरबभन्दा बढी प्रवाह गरेको छ अहिले होइन। तर त्यो समस्या के भइदियो भने हामीहरूले ठ्याक्कै त्यो बुझ्ने ब्याङ्करहरू कतिजना छन् होइन। कुन जस्तो म अलैँची फार्मरहरूसँग केही दिन अगाडि ताप्लेजुङमा गफ गर्दै थिएँ, उनीहरूको दुईवटा कुरा थियो कि एउटा ब्याङ्करहरू हामीसँग भेट्नै आएन पहिलो कुरो। दोस्रो कुरो चाहिँ हाम्रो जुन साइकल छ इन्कम साइकल त्यसमा मिल्ने खालको फाइनेन्सियल प्रोडक्टहरू छैन। बट हामीलाई 7 वर्षसम्मको चाहिँ जेस्टेसन पिरियड चाहिन्छ, तर दिस गाइज आर नट रियली अफरिङ अस एनिथिङ भनेर भने होइन। त्यही भएर यो हप्ता मैले वास्तवमा ब्याङ्कको सिइओहरू सबैसँग चाहिँ मेरो उहाँहरूको फाइनेन्सियल प्रोडक्टहरूले हाम्रो मोनिटरी पोलिसीहरूसँग चाहिँ कतिको कनेक्टेड छ त्योसँग इभ्यालुएट गर्नु भनेर यो बुधबार हामीले प्रोग्राम पनि छ। म त्यो मेरो भिजिट गरेर आएपछि होइन। तर के छ भने निडसँग छैन। अनि एउटा मैले अस्ति उहाँहरूलाई पनि जोक गरेर भने मान्छेलाई ताप्लेजुङ ब्याङ्कको म्यानेजर पठाइसकेपछि मलाई पेलर यहाँ पठाइदियो म कसरी सर्नु भन्ने मात्रै छ उनीहरूको, त्यहाँ हुन्न भने उनीहरू लोकल निडमा
टेलर गरेर फाइनेन्सियल प्रोडक्टहरू त डेभलप गर्दैन, लोकल मान्छेहरूसँग केही छँदै छैन, मतलब कनेक्सन छैन भन्ने भयो होइन। सो रिसोर्स छ तर लोकल निडहरूसँग तिनीहरू चाहिँ रिलेटेड छैन होइन फाइनेन्सियल प्रोडक्टहरू। त्यो भयो भने पनि समस्या हुन्छ कि। त्यही भएर चाहिँ एनिवे सो धेरै यस्ता चिजहरूमा चाहिँ हामीले अहिले यो स्पेसलाइज्ड ब्याङ्किङ भन्नेमा चाहिँ जानु भनेर लागिरहेको छ एउटा कुराहरू। यस्ता चिजहरू चाहिँ हामीले अब के अरे यो ब्ल्याक लिस्टहरूलाई सिम्प्लिफाई गर्ने भनेर बनाएका छौँ। यो सर्टेन इनिसिएटिभहरू चाहिँ अहिले सुरु गरेका छौँ है। अब त्यसको रिजल्ट पनि चाँडै देखिएला। र कतिपय चाहिँ केही क्विक फिक्स भनेर मैले अस्ति पनि यो ओडीहरूको लिमिट पनि बढाइदिएको छ होइन, ताकि 1 करोडसम्म चाहिँ पहिला पनि थियो त्यो होइन, हामीले टाइट गर्दै गएको थियौँ। तर नेपालको बिजनेस कस्तो छ भने सबैलाई ट्याक्सको पेपरले, सबैलाई इन्कमको पेपरले भन्यो भने सानसानो एन्टरप्रेन्योरहरू गाउँमा भएकोहरूले सक्दा पनि सक्दैन होइन। त्यो भएर चाहिँ एकदम आइडियलिस्टिक भएर डिसीमा अथवा अरू ठुल्ठुलो सिटीहरूमा गएर गरेको नेगोसिएसनको आउटकमको आधारमा चाहिँ हामीले रेगुलेसनहरू बनायो भने लोकल निडहरूलाई त्यसले सर्भ गर्न सक्दैन होइन। त्यो पनि हामीले हेर्नुपर्छ भन्ने थियो। त्यही भएर चाहिँ यो एउटा अनगोइङ रिफर्महरूमा चाहिँ त्यसमा जान्छ हाम्रो फ्युचर डिरेक्सनमा चाहिँ, मतलब क्रेडिट रेटिङहरूको क्रेडिट हिस्ट्रीहरूमा आधारित भएर क्रेडिट इन्ट्रेस्ट रेटहरू गर्ने होइन, डिटर्मिन गर्ने इन्ट्रेस्ट रेटको त्यो के अरे हाम्रो रिफर्ममा। त्यसपछि ब्याङ्कहरूलाई सकेसम्म स्पेसलाइजेसनमा लैजाने यस्ता कुराहरूमा चाहिँ हामीहरू बिस्तारै अगाडि बढ्छौँ। त्यसपछि फोर्थमा हाम्रो पब्लिक फाइनेन्समा चाहिँ गएको वर्ष केही एउटा नयाँ कुरा भएको थियो। अघि मैले तपाईँहरूलाई भने जस्तै गभर्मेन्टको बजेटको लिमिट चाहिँ एकदमै टाइट छ कि। तपाईँको जति रेभेन्यू छ गभर्मेन्ट के भने हामीले भन्दा नि आय व्ययमा आधारित भन्छौँ। आय व्यय भने कस्तो भने तपाईँलाई एकदम सिम्पल भनिदिन्छु। जस्तो मेरो बुवाले मलाई चाहिँ तँले जति कमाउँछस् त्यतिमै खर्च गर अथवा तँलाई वटिभर होइन भनेर भने भए मैले काठमाडौँ आएर घर बनाउन सक्दैन थिएँ होइन। त्यो के भने मेरो इन्कम कति हुन्छ तपाईँको प्रोफेसरको अब केही यताउता इन्कम होला त्यति हो नि त होइन। मेरो बुवाले के भन्नुहुन्छ भने तेरो चितवनको जग्गा छ, हाम्रो एसेट्स छ, त्यसमा पनि त अलिकति युज गर्न सक्छस् भनेर भनिसकेपछि अनि मैले यहाँ घर बनाउन आँट गर्छु। सरकारलाई नि त्यही हो, सरकारलाई अहिले हामीले के भनिरहेको छौँ आय व्ययमा आधारित भएर बनाऊ भनेर भन्छ भने त्यो वर्षको राजस्व हुन्छ, एक्सटर्नल बोरोइङ अलिकति हुन्छ, इन्टर्नल बोरोइङ यति हुन्छ त्यति हो। तर सरकारको एकदमै धेरै सम्पत्ति पनि हुन्छ, सरकारसँग सम्पत्ति पनि हुन्छ। त्यो मध्ये एउटा के हो हामीसँग भएको जस्तो फरेन एक्सचेन्ज जति सबै सरकारको सम्पत्ति हो। हामीले आउने बित्तिकै यहाँ सरेन्डर गरिदिन्छौँ, त्यहाँ राखिदिन्छ, त्यो राष्ट्र ब्याङ्कलाई उसले म्यानेज गर्नु भनेर दिइदिन्छ होइन। यो जङ्गलहरू पनि सरकारकै सम्पत्ति हो। लाइसेन्सहरू हामीले सबै दिन्छौँ सरकारको सम्पत्ति हो, फ्रिक्वेन्सीहरू सबै कुराहरू सरकारको सम्पत्ति हो होइन। सरकार भने यति पावरफुल हो। अहिले फ्रान्समा एउटा डिबेट छ कि 33 ट्रिलियन उनीहरूको लोन रहेछ, सबै मान्छेसँग 1% ट्याक्स लगाएर उठाउँ भन्दैछ कि तिर्दिउँ। त्यो भनेको जस्तो हाम्रो इन्टरनल बोरोइङको अलिकति 12-13 खरब लोन छ होइन महेश सर, इन्टरनल बोरोइङको। तपाईँले चाह्यो भने फेरि यो तपाईँहरू बाहिर मतलब यसलाई फेरि सेन्सेसनलाइज नगर्नु होला कसैले पनि होइन। तर कस्तो भने सरकार भने कति पावरफुल हुन्छ, चाह्यो भने आजको यसपालिको चाहिँ सबै डिपोजिटमा 10% चाहिँ मैले ट्याक्स लगाएँ भनेर भन्यो भने 7 खरब त भने निकाल्नु 7.5 खरब र मैले यो इन्टरनल बोरोइङमा पे गर्छु भनेर भन्यो भने दिस इज वाट होइन गभर्मेन्टको पावर भने त्यो हो नि त। होला ऐन पास गर्नु पर्ला के गर्नु पर्ला आफ्नो ठाउँमा छ, तर गभर्मेन्ट भने त्यो हो नि त। गभर्मेन्टले चाह्यो भने नेसनलाइज गर्छ, गरे पनि होइन। तपाईँको 16 सालको सरकारले के गरे, सबैको मान्छेको ड्याङ तपाईँको के अरे बिर्ता उन्मूलनहरू गरे होइन। त्यो सेन्समा सरकारको पावरलाई तपाईँहरूले राम्रो काम गर्न सक्ने पावरलाई अन्डर एस्टिमेट गर्नु हुँदैन। सो गभर्मेन्टसँग रिसोर्सेसहरू भएको इन्स्टिट्युसन हो। मैले के एउटा चाहिँ हामीले त्यही भएर चाहिँ यसमा वे चाहिन्छ। अब ब्युरोक्रेसी चाहिँ अलिकति हाम्रो स्ट्याटसको मेन्टेन गरौँ भनेर बनाउने चिज हो। यसको चाहिँ बिल्ट इन इनर्सिया एकदमै धेरै हुन्छ। तर कहिले काहीँ के भने गभर्मेन्ट यदि एकदमै ट्र्यापमा फँसिरहेको छ र पर्फर्म गर्न सकेको छैन भने वी निड टु थिङ्क आउट अफ द बक्स। त्यो मध्ये एउटा चाहिँ गएको वर्ष के थियो भने हामीले यो वैकल्पिक वित्त कोष भनेर चाहिँ अगाडि बढाएको थियौँ। सबै पार्टीहरूले सहमत भएर प्रतिनिधि सभाबाट अगाडि बढाएको थियो। तर त्यही बेलामा चाहिँ प्रतिनिधि सभा भङ्ग भयो, राष्ट्र सभामा चाहिँ लैजाने भन्ने कुरो भएको छ। भयो भने अध्यादेशबाटै गरौँ भने मन्त्रीज्यूलाई मैले भनिरहेको हुन्छु यो कुरा। त्यो के भने तपाईँको अनि गएको मौद्रिक नीतिले के गरेको थियो भने जस्तो यहाँबाट काठमाडौँबाट पोखरा एक्सप्रेसवे बनाउनु पऱ्यो, सिधै 120 किलोमिटरको यो माथिबाट पालुङटार सुन्दर बजार हुँदै जाने एक्सप्रेसवे बनाउनु पऱ्यो भने 120-130 150 अरब रुपियाँ लाग्ला। त्यो भनेको यो वर्ष हार्डली कति 20-30 अरब रुपियाँ खर्च गर्न सक्नु भने ठुलो कुरो भयो होइन। तर त्यो बनाउनलाई चाहिँ उहाँहरूले एउटा पूर्वाधार कम्पनी बनाइदिने, हामीहरूले यो मतलब ब्याङ्कहरूलाई त्यहाँ उनीहरूले बोन्ड इस्यु गर्यो भने किन्न पाउने, त्यसलाई चाहिँ सर्टेन हाम्रो यो के भन्छ मतलब डिरेक्टेड लेन्डिङमा चाहिँ काउन्ट गर्ने।
त्यस्तै गरेर चाहिँ अहिले विद्युत प्राधिकरणलाई पनि त्यो चाहिएको छ र उहाँहरूले गरिदिनु पनि भएको छ विद्युत प्राधिकरणको हकमा। केही चाहिँ वे आउट निकाल्नु पर्ने छ, त्यो चाहिँ एउटा नाइस एक्जाम्पल हो। अर्को अहिले यो बोरोइङको लिमिटमा पनि कसरी जति बोरो गरेर चाहिँ त्यति नै ऋण तिर्न मात्र गइरहेको छ कि हाम्रो डोमेस्टिक बोरोइङको, अनि त्यसलाई चाहिँ बरु नेट बोरोइङमा जाने कि केही समय भन्नेमा पनि कुराहरू छ। त्यो स्टफ लाइक द्याट मैले यो कुरा गरेँ, उहाँले मलाई छुट्याइदिनु होला भनेर भन्नुभयो, म आएकै ढिलो भयो नि होला होइन, म छुट्याउनै लागेँ। तर केही अर्को एउटा कुरा म लास्टमा भन्छु, टेक्नोलोजीहरू सम्बन्धी धेरै कुराहरू गर्न सकिन्थ्यो होइन, तर अहिले म त्यसमा गर्दैन। एउटा नयाँ इनिसिएटिभ चाहिँ हामीले एबिसी भनेर गरेका छौँ। अस्ति मैले एक ठाउँ भनेको फेरि मान्छेहरूले नबुझ्यो कि जस्तो लाग्यो, म फेरि दोहोऱ्याएर भन्छु। त्यो अहिले राष्ट्र ब्याङ्कमा हाम्रो भ्यू के छ भने मान्छेहरूले ब्याङ्कको पैसा सिधै पोलिटिक्स गर्नलाई युज गर्नुहुन्न। ब्याङ्कको कुनै पनि सिस्टमको, चाहे सहकारीको पैसा लगाएर राजनीतिक पार्टी खोल्न पनि हुँदैन, कसैले पनि यो के अरे एउटा विकास ब्याङ्क हो यस्तो यस्तो ब्याङ्कहरूको कुरा आइरहेको छ कि तपाईँको आफ्नो प्रफिटको पैसा कर्सर तिरेर राजनीति गर्न कसैले पनि माइन्ड गर्नु हुँदैन। त्यो कुरा प्रफिट बिजनेस गर्नुभएको छ, तपाईँले प्रफिट निकाल्नु भएको छ, त्योबाट राजनीति गर्नुहुन्छ भने ठिक छ, तर पैसै वात्तै लगेर चाहिँ आधा पैसा राजनीतिमा आधा पैसा टिकट किन्न यताउता गर्ने त्यो पनि ठिक होइन एउटा कुरो। अर्को कुरो चाहिँ ब्याङ्करहरूको हकमा चाहिँ एउटा सबभन्दा ठुलो कम्प्लेन मलाई के आयो भने, अनि यो कुरो मैले अरू ठाउँमा भनेको छु तर म दोहोऱ्याएर भन्छु, यो मधेसमा चाहिँ कतिपयले के हो भने हामीलाई बिचौलिया नल्याइकन, किन उनीहरू लोकल धेरै जसले नेपाली ल्याङ्ग्वेजको विक हुन्छ उनीहरूको होइन, अनि बिचौलिया थ्रुबाट मात्रै म्यानेजरहरूसँग एक्सेस गर्नु पऱ्यो, त्यसको चाहिँ पैसा खुवाउनु पऱ्यो भनेर भन्यो होइन, त्यो चाहिँ एकदम ठुलो क्राइम हो होइन। त्यसमा चाहिँ हामीहरूले एकदम एक्टिभली त्यसको अगेन्स्टमा जान्छौँ भनेछौँ। त्यसपछि अर्को चाहिँ काठमाडौँ अथवा कतिपय ठाउँहरूमा चाहिँ ब्याङ्कको कर्मचारीहरूको अगेन्स्टमा सबभन्दा ठुलो कम्प्लेन के आइरहेको छ भने, मेरो यति दितो थियो होइन, मैले दितो राखेको थिएँ, 30 करोडमा किन्छु भनेर मान्छे आएको छ, तर ब्याङ्कको मान्छेले चाहिँ यो मान्छे ऋणमा फँस्या छ, यसलाई म 20 करोडमै यो बेच्ने बनाइदिन्छु, त किन 30 करोडमा किने खास भनेर भड्काउने यस्तो यस्तो गऱ्यो भनेर भन्यो। त्यो चाहिँ दितो राखेको सम्पत्तिमा त्यस्तो खालको अन्डर सेलिङ गर्न लगाउने होइन, दितोमा त्यसरी प्ले गर्नु भनेको करप्सन हो होइन। अनि यस्तो कुराहरूमा चाहिँ ब्याङ्कको मान्छेहरू इन्गेज हुनु हुँदैन। पहिला राणाकालमा थियो नि मन्त्री प्रधानमन्त्रीहरू डिरेक्टली बिजनेस गर्न पाउने भनेको थियो नि, त्यस्तै हो यो पनि। तपाईँ ब्याङ्करहरू सिधै बिजनेस गर्न कहाँ पाउँछ त्यस्तो कुराहरूमा? ब्याङ्करहरूलाई हामीले वी पे देम वेल, उनीहरू अनुशासितमा बस्नुपर्छ, अनुशासनमा बस्नुपर्छ। उनीहरूको आफ्नै अरू फेरि बिजनेस इन्ट्रेस्ट हुने र त्यो कुरो चाहिँ ब्याङ्कको पोलिसीहरूसँग इन्टरेक्ट गर्ने स्थिति हुनु हुँदैन। त्यो चाहिँ चाहे त्यो सञ्चालक समितिको सदस्य होस्, चाहे त्यो सिइओ होस्, चाहे त्यो होइन हाम्रो कर्मचारी होस्, ती सबैलाई चाहिँ यो कुराहरू लागु हुन्छ। त्यो चाहिँ आफ्नो स्वार्थको द्वन्द्वहरू जे छ ती कुराहरू चाहिँ हामीले रोक्छौँ। र केही समय अगाडि फेरि अर्को के भने म लोन मिलाइदिन्छु भनेर घुस खाएको भनेर कुराहरू आयो होइन, पत्रिकामा तपाईँहरूले सुन्नुभयो होला होइन, त्यो पनि एउटा ठुलो क्राइम हो त्यो, बुझ्नुभयो तपाईँ। यस्ता कुराहरूलाई चाहिँ हामीले एन्टी ब्राइबरी एन्ड करप्सन पोलिसीहरूबाट रोक्छौँ। र ब्याङ्क होइन, ब्याङ्कले एउटा अनुशासित भएर जसरी हामीले कर्मचारीहरूलाई सरकारी कर्मचारीहरूलाई अनुशासनमा राख्न खोज्छौँ, त्यसरी नै ब्याङ्कको कर्मचारीहरूलाई नै अनुशासनमा राख्न खोज्छौँ। र यी कुराहरू चाहिँ हामीले लग्यौँ भने अनि सर्वसाधारणहरूले मजाले चाहिँ के अरे बोरोइङ गर्न सक्थे, अनुशासनमा बसेर बोरोइङ गर्न सक्थे र पे गर्न सक्थे होइन। यी कुराहरूमा चाहिँ हाम्रो फोकस छ। मैले अहिलेलाई टुडी म चाहिँ यहीँ राखेँ होइन, कति कोहेरेन्ट स्पिच भयो थाहा छैन मलाई, कति डिसकोहेरेन्ट भयो, तर एनिवे थ्याङ्क्स फर द अपर्च्युनिटी पुकारजी। एकदम धेरै धन्यवाद प्रोफेसर डाक्टर विश्वनाथ पौडेलज्यूलाई। एकदमै एभिडेन्स बेस्ड स्पेसल रिमार्क्स राखिदिनु भयो। एनआरबीबाट भइरहेको इनोभेटिभ अप्रोचेसहरू के भइरहेको छ र आगामी दिनमा इनोभेटिभ इकोनोमिक रेभोल्युसन टेक्नोलोजीबाट कसरी पोसिबल छ भनेर उहाँले विभिन्न सन्देशहरू दिनुभयो। अब भने हामी ओपनिङ प्लेनरीको अन्तिम रिमार्क्स सुन्नेछौँ। हाम्रो सेसन चेयर मिस्टर रामशरण पुडासैनीज्यू जो एक्जिक्युटिभ डाइरेक्टर हुनुहुन्छ हाम्रो नेपाल नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज नास्कबाट। उहाँलाई पनि जोरदार तालीले मैले यहाँ स्वागत गर्न चाहेँ। सबैलाई त्यो राखिदिउँ है। आजको यस नेसनल गभर्मेन्ट सिम्पोजियम 25 का प्रमुख अतिथि माननीय अर्थमन्त्री तथा सङ्घीय महिला तथा सामान्य प्रशासन मन्त्रीज्यूले आफ्नो की नोट रिमार्क्स राखेर यहाँबाट बिदा भइसक्नु भएको छ। म ज्यूको अर्को कार्यव्यस्तताले उहाँ पुरै समय रहन पाउनु भएन। श्रीमान गभर्नरज्यू नेपाल राष्ट्र ब्याङ्क, गाउँपालिका महासङ्घका अध्यक्षज्यू, निशा
निशा म्याम, नेपाल सरकारका सचिवज्यूहरू, सहसचिवहरू, निजी क्षेत्रका प्रतिनिधिज्यूहरू, निजी क्षेत्रका नेतृत्ववर्गहरू र दायित्व, गभर्नेन्स ल्याब र नेपाल लिडर्स एकाडेमीका सम्पूर्ण प्रतिनिधिहरू र युवावर्ग जो भविष्यको नेतृत्वको लागि तयार हुनुहुन्छ, उहाँहरूको आज राम्रो उपस्थिति छ र नासका मेरा सहकर्मी मित्रहरू लगायत मिडिया लगायतको सम्पूर्ण यस हलमा सहभागी हुनुभएका सम्पूर्णमा मेरो सादर नमस्कार र अभिवादन पनि। र एकपटक पुनः म आयोजक संस्थाको हिसाबले नाक्समा यहाँहरू सबैलाई ओपनिङ सेरोमनीमा फेरि एकचोटि स्वागत गर्न चाहन्छु। आजको यो एक दिवसीय जुन हाम्रो नेसनल सिम्पोजियम हामीले आयोजना गरिरहेका छौँ, यो चाहिँ विषयवस्तुका हिसाबले हामीले यसलाई डुइङ डेभलपमेन्ट डिफरेन्टली भन्ने हामीले यसको थिम आज जुन अहिलेको सन्दर्भमा, अहिलेको परिवर्तित सन्दर्भमा, खास गरी जेनजी मुभमेन्टले लिएर आएको परिवर्तन, जुन त्यसपछि अन्तरिम सरकार गठन भयो र हाम्रो सम्पूर्ण हाम्रो गभर्नेन्स सिस्टम डेभलपमेन्टका सबै प्रणालीहरूमा हामीले अब नयाँ ढङ्गले सोच्नुपर्छ। यसले परिवर्तन चाहेको छ। हामीले परम्परागत हिसाबमा शासन सञ्चालन या विकासका एक्टिभिटिजहरूलाई चलाएर अब हुँदैन। अब हामीले फरक ढङ्गबाट सोच्ने मात्रै होइन कि फरक ढङ्गबाट काम पनि गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो जुन विषय राख्यो, यो चाहिँ एकदम रेलिभेन्ट पनि छ, यो इम्पोर्टेन्ट पनि छ, र यो चाहिँ टाइमली पनि भएको छ होइन। हामीले यो वर्ष यसलाई लियौँ। अब हामीले यसमा खास गरी के भनेदेखि यो हाम्रो छलफल नै भयो र यो डिस्कोर्सलाई फेरि हामीले अलि नयाँ ढङ्गबाट लैजाने पनि खोजेका छौँ। परम्परागत जुन हाम्रो प्यानल डिस्कसनको भन्दा अलिक फरक, हामीले 4वटा थिममा चाहिँ स्टुडियो टाइपको होइन एउटा छलफल र अलिकति थेमाटिक र अलि फोकस्ड किसिमको छलफल भनेर खास गरी हाम्रो रिसोर्सका जुन 4वटा कुराहरू, जुनको डेभलपमेन्टको लागि जुन आवश्यक पर्ने 4वटा रिसोर्स र रिसोर्स मोबिलाइजलाई नै हामीले अलिकति एउटा स्ट्राटेजिकल्ली अब रिथिङ्क नगर्ने हो भने, यसलाई परम्परागत भन्दा अलि रणनीतिक हिसाबले यसलाई परिचालन नगर्ने हो भने हामीले चाहेको फरकपन होइन र अहिलेको जुन एउटा युवावर्गको जुन एउटा परिवर्तनको चाहना हो, खास गरी सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र यो सेवा प्रवाह र सँगसँगै फेरि के भन्दा यसमा यो टेक्नोलोजीलाई चाहिँ प्रयोग गर्दै जाने भन्ने कुरा यो चाहिँ सम्भव हुँदैन। अब माननीय मन्त्रीज्यू र श्रीमान गभर्नरज्यू र हाम्रो गाउँपालिका महासङ्घ अध्यक्षज्यूले उहाँले आफ्नो पर्सपेक्टिभमा अहिलेको परिवर्तनलाई कसरी अगाडि बढाउने र यो फरक ढङ्गबाट कसरी काम गर्न सकिन्छ भन्ने कुराका केही उदाहरणहरू पनि हामीलाई दिएर जानुभएको छ। माननीय मन्त्रीज्यूले धेरै उदाहरण दिनुभयो, गभर्नर साहबले नि धेरै उदाहरणहरू राख्नु भएको छ। अब यसबाट के बुझ्न सकिन्छ त भन्दाखेरि सुधार परिवर्तन भनेको चाहिँ फेरि आफैबाट गर्ने हो र आफ्नै संस्थाबाट गर्ने हो। यो अरूलाई गर भन्दा पनि हामी सबै आफ्नो जिम्मेवारी छौँ नि। एकदम हाम्रो लक्ष्मी म्यामले बडा राम्रो गर्नु भएको छ नि। हामी विकासका ग्राहक मात्रै होइनौँ, सेवाका ग्राहक मात्रै होइनौँ, हामी आफै त्यसका प्रदायक पनि हौँ, हामी त्यसका निर्माता पनि हौँ, हामी नै त्यसका निर्णयकर्ताहरू पनि हौँ, हामी नै त्यसका चाहिँ सबै स्टेक होल्डर हामी पनि हो नि भनेपछि अब त्यो प्रक्रिया जुन अहिले सुरु भइ नै सकेको छ। अर्थ मन्त्रालयले र सङ्घीय मामिला मन्त्रालयबाट जुन अहिले किसिमको सुधारका कुराहरू अगाडि बढिरहेका छन्। हाम्रो थिममा अहिमज्यूले नै भन्नुभयो पिपुल र मनीको कुरा, अर्थको कुराको धेरै कुराहरू सुरुवात भइरहेछ नेपाल राष्ट्रमा एउटा मोनिटरी पोलिसीको मार्फतबाट। किनभने हामीले अहिलेको सन्दर्भ हामीले अर्थ भन्ने बित्तिकै चाहिँ गभर्मेन्टको फाइनेन्सिङको मात्रै कुरा गरेर पुग्दैन होइन। यहाँ ठुलो मात्रामा प्राइभेट फाइनेन्सको कुराहरू, अहिले चाहिँ नयाँ एउटा इनोभेटिभ फाइनेन्सिङका नयाँ मोडलहरू, टुल्सहरू के हुन सक्छन् भन्ने छलफल जानुपर्ने कुरा गभर्नमेन्टले राख्नु भएको छ। र यसले यो आजको जुन ओपनिङ सेरोमनीमा आएका जुन रिमार्क्सहरू एकदम किनोट्सहरू छन्, यसले हाम्रो आजको दिनभरि जुन हामी 4वटा प्यानलमा जुन हामी छलफल गर्छौँ, यसको लागि मार्गदर्शन प्राप्त भएको छ। हामी कसरी अगाडि बढ्ने भन्ने कुराको एउटा राम्रो चाहिँ एउटा सन्देश अहिले हामीलाई प्राप्त भएको छ र हामी यसरी नै हामी जान्छौँ। दिनभरि हामी यसरी नै जान्छौँ। आज यहाँ हाम्रो उपस्थितिको हिसाबले हेर्दाखेरि नेपाल सरकारका उच्च प्रशासक, हाम्रा पूर्व प्रशासकज्यूहरू,
पार्टिसनहरू प्राइभेट सेक्टरका एकदम त्यो लिडरहरू होइन मैले देखिरहेको छु। अनि अब हाम्रो अब दायित्वले धेरै समयदेखि काम गरेको उहाँहरूको आल्मुनाईका मेम्बरहरू धेरैजना हुनुहुन्छ होइन, र हाम्रो लिडर्स एकाडेमिक कुरादेखि लिएर धेरै किसिमको हाम्रो आज यस्तो एउटा चाहिँ छ कि यहाँ सबै क्षेत्रका मान्छेहरू हामी छौँ र त्यसैले आजको छलफलले एउटा सही किसिमको निष्कर्ष निकाल्नेछ। र यो छलफलको मात्रै विषय हुँदैन, यो खालि थिम मात्रै अथवा यसलाई नाराको रूपमा मात्रै भन्दा पनि यसलाई हामीले एक्सनको रूपमा नै लैजाने, ठोस निष्कर्ष निस्कियोस्। आज गतिला सुझावहरू हामीले दिन सकौँ, जुन सुझावहरूलाई हामीले चाहिँ इमिडिएटली त्यसलाई कार्यान्वयन गरिन्छ। मान्य मन्त्रीले भन्नुभएको छ लिएर आउनु सुझावहरू, कार्यान्वयनको सुझावहरू हामी कार्यान्वयन गर्छौँ भन्नुभएको छ। त्यसैले यो छलफललाई मात्रै सीमित रहँदैन, यो यसले एउटा सही निचोड एउटा निष्कर्ष निकाल्छ र सुझावको रूपमा हामी यसलाई चाहिँ रिपोर्टिङ गर्नेछौँ। अब नासको सन्दर्भ कुरा गर्दाखेरि हामी यो आयोजक संस्थाको हिसाबले पनि म के भन्छु भने यो जुन आजको 4वटा चाहिँ हामीले जुन पिलार भनेका छौँ डिस्कसनका, जुन हामीले रिसोर्स भनेका छौँ, यसमा चाहिँ खास गरी हामी नाक चाहिँ के भने पिपुलसँग हामी जोडिएका छौँ डाइरेक्टली। हामीले नेपाल सरकार र सार्वजनिक संस्थानका सबै के अरे अधिकृत स्तरका कर्मचारीको क्षमता विकासमा हामी काम गर्छौँ। हामी चाहिँ तालिमको माध्यमबाट हामीले चाहिँ कर्मचारीको क्षमता विकास, फेरि हामीसँग एकदमै विश्वविद्यालय सकेर लोकसेवा पास गरेर आएका हाम्रा नवप्रवेशी एकदम युवा होइन, उहाँहरू धेरैजसो जेनजी नै भित्र पनि पर्नुहुन्छ। फेरि उहाँहरू पनि आउनुहुन्छ यहाँ तालिम लिन। हामीले उहाँहरूलाई 6 महिनाको तालिम दिएर चाहिँ भोलि आफ्नो जिम्मेवारी लिन चाहिँ उहाँहरूलाई क्यापेबल बन्ने गरी हामी उहाँहरूलाई ट्रेन बनाएर पठाउँछौँ भने अर्कोतिर नेपाल सरकारमा अथवा सार्वजनिक निकायहरूमा चाहिँ लामो समय 20-25 वर्ष काम गरेर एउटा नेतृत्व पोजिसनमा आएको सहसचिव लेभल, जोइन्ट सेक्रेटरी लेभलमा हामी फेरि सिनियर एजुकेटिभ डेभलपमेन्ट प्रोग्राम भनेर फेरि हामी उहाँहरूलाई पनि फेरि हामी यहाँ चाहिँ 6 महिनाकै चाहिँ ट्रेनिङ सञ्चालन गर्छौँ। भनेपछि हामीले चाहिँ यो इन्टरभेन्सन गर्ने छ। जस्तो रिफर्मको कुरा गरियो अघि जस्तो पिपुलमा लिडरसिप डेभलपमेन्ट कुराहरू र त्यसमा नवप्रवर्तन र इन्स्टिट्युसनको चाहिँ त्यो ओर कल्चरमै कसरी चाहिँ रिफर्म गर्ने कुराहरू चाहिँ हामी चाहिँ सिकाउँछौँ। र हामीले अहिले इमिडिएटली के गर्यो भन्दाखेरि यो अहिलेकै थिममै आधारित रहेर होइन, यो डुइङ डिफ्रेन्टली डेभलपमेन्ट मात्रै होइन कि डुइङ गभर्नेन्स डिफ्रेन्टली पनि हो, डुइङ आफैलाई चाहिँ आफ्नो कामलाई फरक ठाउँबाट लैजाने भन्ने पनि हो। नाक्सले हामीले के गर्नु भन्दाखेरि हामीले सबभन्दा पहिला के गर्यौँ भने ब्याट जो नयाँ अफिसरहरू आउँछ नि उनीहरूको ट्रेनिङलाई नै हामीले चाहिँ रिडिजाइन गरिरहेका छौँ। अहिले हामी त्यसलाई रिमोडलिङ गरिरहेका छौँ, किनभने हिजोको परम्परागत किसिमका विषयवस्तु र त्यसको मेथोडोलोजी भन्दा आज फरक ढङ्गबाट जानुपर्छ भन्ने हिसाबले हामीले खास गरी इथिकल गभर्नेन्स, इथिकल ब्युरोक्रेसी र डिजिटल गभर्नेन्स होइन, सर्भिस डेलिभरीमा डेभलप जुन अहिले कुरा पनि आयो इन्फर्मेसनको कुरा, हामीले यी विषयहरूलाई चाहिँ अलिक फोकस ठाउँबाट अब जुन उनीहरूको फाउन्डेसन लेभल त देखिने शाखादेखि लेभल पनि फाउन्डेसन लेभल भयो, फाउन्डेसन लेख्ने यी कुराहरू हामीले इन्टरभेन गर्न सक्यो भने भोलि के भने इथिकल जुन हाम्रो जुन गभर्नेन्सको कुरा हो होइन, त्यो सुशासनको एउटा साह्रै महत्त्वपूर्ण एकदम आवश्यक फ्याक्टर हो त्यो होइन। र यसै गरी अब डिजिटल गभर्नेन्स भनेपछि यसै गरी हामीले अब अहिले जोइन्ट सेक्रेटरी लेभलको ट्रेनिङ लिएर अरू हाम्रा मिड लेभल अफिसरहरूको ट्रेनिङलाई पनि हामीले चाहिँ अब अहिले परिवर्तित सन्दर्भमा होइन यसलाई कसरी अडिसन र अहिलेको परिवर्तनलाई उहाँहरूले कसरी क्यारी गरेर जान सक्नुहुन्छ, सर्भिस डेलिभरी र चाहिँ डेभलपमेन्टमा पनि उहाँहरू दुवैतिर इन्भल्भ भन्ने कुराले। अब र सँगसँगै फेरि नाक्समा चाहिँ हाम्रो अरू कुरामा अब फाइनेन्सियल म्यानेजमेन्ट पनि हाम्रो यहाँ सबै नै ट्रेनिङमा पर्छ। अब हामीले के भने फाइनेन्सियल म्यानेजमेन्ट पनि हामीले फरक ढङ्गबाट अलिकति लानुपर्छ होइन। अब परम्परागत किसिमको फाइनेन्सिङ मोडलहरूले मात्रै हामीलाई काम गर्दैन, हामीसँग रिसोर्स नभएको एउटा अवस्था छ। अर्को भएको रिसोर्सलाई पनि फेरि हामीले फेरि परिचालन अहिले गर्नुसाले भन्नुभयो नि अहिले हामीसँग ब्याङ्किङ सेक्टरमा यति लिक्विडिटी छ होइन, ब्याज दर घटेर अहिले एकदम 2-3% चाहिँ लोन पाउने अवस्था आउँदाखेरि पनि किन त त्यो प्राइभेट सेक्टरले लगानी गर्न हिचकिचाइरहेको छ त? पैसा त छ र गभर्मेन्टले जुन आफ्नो 10-11 अर्बको रेभेन्यू मात्रै जुन खर्च गरेर किन बसिरहनु परेको छ त? किन गभर्मेन्टको लागि पनि फिस्कल स्पेस त पर्याप्त छ नि,
तर हामी किन त्यसलाई डिफ्रेन्टली सोध्नु सकिरहेको छैनौँ? हामी किन उही परम्परागत रासो बराबर खर्च गर्ने, 5.5%को जुन डोमेस्टिक बरोइङ मात्रै लिएर खर्च गर्ने, त्यो पनि नेटिङ गर्दाखेरि 2% हुन्छ भनेपछि हामी किन अलिकति नयाँ ढङ्गबाट नसोच्ने, किन नजान्ने भन्ने कुरा पनि एउटा हाम्रो चाहिँ आजको छलफल विषय हो। र हामीले चाहिँ हाम्रो नाक्सी सन्दर्भको कुरा नै पनि हामीले आफ्नो चाहिँ ट्रेनिङ प्रोग्राममा त्यो कुरालाई चाहिँ हामीले राखिरहेका छौँ। र यो चारैवटा हाम्रा जुन आज रिसोर्स अन्तर्गत जुन हामी छलफल गर्छौँ, यो चाहिँ अब अहिलेको धेरै समाधानमुखी छ। र यो मैले अहिले पनि भनिहालेँ, यो हाम्रो आजको फोरम भनेको चाहिँ एउटा समाधानमुखी नै होस् र एउटा साझेदारी निर्माण र खास गरी हाम्रो युवा सहभागितामा अलिकति केन्द्रीकृत होस् र त्यस्तो खालको प्लेटफर्म निर्माण गरियोस् भन्ने नै हो। र खास गरी हामीले 4वटा कुराको आज एक्सपेक्टेसन गरेका छौँ हाम्रो 4वटा पछिको थेमाटिक छलफलबाट। एउटा चाहिँ हाम्रो नीति सिफारिस र नवप्रवर्तनका मोडलहरू के हुन सक्छन्, चारैवटा हाम्रा चाहिँ रिसोर्समा विषयवस्तुमा। र सरकारवाला र खास गरी युवा सहभागिता रोडम्याप के हो भन्ने सन्दर्भमा पनि हामीले त्यसमा आगामी वर्षको लागि कसरी जान्छ भन्ने कुरा हो। र पुँजी, मानव स्रोत, इन्फर्मेसन, यो डेटा र यो टेक्नोलोजीको संयोजनद्वारा हामीले हाम्रो यो गभर्नेन्स रिफर्म र डेभलपमेन्टलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसको रणनीति के हुनसक्छ भन्ने सन्दर्भमा। र सरकार, निजी क्षेत्र, नागरिक समाज यसको साझेदारीको लाई नयाँ स्तरमा या नयाँ उचाइमा पुर्याउन चाहिँ आधारहरू के हुन सक्छन् भन्ने सन्दर्भमा चाहिँ एउटा ठोस छलफल होस् र त्यसमा चाहिँ सुझाव आओस्। ती सुझावलाई हामी ग्रहण गर्नेछौँ र नेपाल सरकार सम्बन्धित निकायमा पठाउँछौँ। नाक्सले पनि त्यसलाई चाहिँ गर्छ र दायित्वले पनि त्यसै अनुसारले आफ्नो क्रियाकलापहरूमा यसलाई लैजान्छ। यति कुरा मैले राखिसकेपछि अब अन्तिम, किन हामी टाइम पनि ओभररन भइसकेको छ, 10 बजी सक्नुपर्ने, झन् 11 बजी छ। मैले धेरै अब लामो समय लिएन र हाम्रो सहआयोजक संस्था जुन हाम्रो दायित्व अभियान, त्यो अन्तर्गत चाहिँ गभर्नेन्स ल्याब, नेपाल लिडरसिप एकाडेमी, उहाँहरूप्रति म हार्दिक धन्यवाद भन्न चाहन्छु उहाँहरूको सहकार्यको लागि। ओपिएमसिएम, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगले पनि हाम्रो सहकारीको लागि चाहिँ उहाँहरूलाई पनि म आभार व्यक्त गर्न चाहन्छु। र विशेष धन्यवाद आज माननीय मन्त्रीज्यू स्वयं सन्चो नहुँदै जोर सिटामोल खाएर भए पनि हाम्रो कार्यक्रममा आएर हामीलाई मार्गदर्शन र एउटा सन्देश दिएर जानुभएको छ। उहाँप्रति धेरै धेरै कृतज्ञता आभार प्रकट गर्न चाहन्छु। श्रीमान गभर्नरज्यूप्रति पनि म उहाँको किनोटको लागि उहाँलाई पनि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। गाउँपालिका सङ्घका अध्यक्षज्यूले पनि आफ्नो मन्तव्य राख्नु भएको छ, उहाँलाई पनि धेरै धन्यवाद। र खास गरी आज यहाँ उपस्थित हुनुभएका युवा नेताहरू, तपाईँहरूलाई विशेष धन्यवाद। तपाईँका आवाज र दृष्टिकोणहरू हाम्रा रणनीति सुनिश्चित गर्न मूल्यवान हुने नै छन्। तपाईँहरूले भविष्यको प्रतिनिधित्व गर्नुहुन्छ र शासनमा युवाको दृष्टिकोणलाई समाहित गर्न तपाईँको संलग्नता मात्रै होइन कि सक्रिय सहभागिता, सक्रिय संलग्नता, तपाईँहरूको इन्टरभेन्सन जरुरी छ। म यसको लागि तपाईँहरूलाई आह्वान गर्न चाहन्छु। यति भन्दै सबै सहभागीज्यूहरू र यो साझेदारहरू सबैलाई आफ्नो भूमिकाको लागि म पुनः धन्यवाद दिँदै अन्तिम अब आजको यस सिम्पोजियमको ओपनिङ सेरोमनी यहीँ समाप्त भएको निवेदन गर्दछु। धन्यवाद। धन्यवाद रामशरण बुढासैनी सरलाई। अब भने हामी विदाउट एनी फर्दर अडु हामी क्विक टोकन अफ लभ गर्नेछौँ र टोकन अफ लभ प्रदान गरिदिनु हुनका लागि डाक्टर पुकार मल्लज्यू जो फाउन्डर र चेयरपर्सन हुनुहुन्छ दायित्व अभियानका, उहाँलाई मैले अनुरोध गर्न चाहेँ र पनि स्टेजमै रहेर हुन